त्यो चाहिँ किप अलाइभ नसकिनुसम्म मैले त्यही आयो क्या किप अलाइभ छ नि है किप अलाइभ अब मैले फेरि पठाएँ भने त्यही टिसिपी रियुज गर्छ क्या उसले है त्यही टिसिपी कनेक्सन युज गर्छ है अब यहाँबाट हाम्रो टिसिपी कनेक्सन कसरी युज हुन्छ भन्ने त्यो पनि थाहा पाइयो होइन अब कतिखेर सर्भर क्लोज हुन्छ है त्यो सबै कुरा अघि डायग्रामबाट मजाले देखियो है त हेलो एभ्रिवान आज चाहिँ हामी लेयर फोरको लोड ब्यालेन्सर हामी गोमा इम्प्लिमेन्ट गर्दैछौँ है त अनि यो लोड ब्यालेन्सरलाई चाहिँ किन लेयर फोर भनेको भन्दाखेरि किनकि हाम्रो यो लोड ब्यालेन्सरले चाहिँ हाम्रो ओएसआई मोडलको लेयर फोर जुन चाहिँ हाम्रो ट्रान्सपोर्ट लेयर हो टिसिपी आइपी लेयर त्यहाँसम्म मात्र पिक गर्छ है त्यही भएर लेयर फोर भनेको तर एक्ज्याक्टली हेर्नुपर्ने हो भने चाहिँ खासमा चाहिँ हाम्रो सेसन लेयरसम्म पनि छुन्छ कि किनकि हाम्रो टिसिपीको ह्यान्डसेक थ्री वे ह्यान्डसेक हुँदाखेरि हाम्रो सेसन लेयरसम्म पुग्ने हो नि त तर त्यही पनि मोस्टली यसलाई लेयर फोर नै भन्छ किनकि हामीले क्लाइन्टबाट आएको रिक्वेस्ट हामी सर्भरहरूमा फरवर्ड गरिदिन्छौँ है त हामी एप्लिकेसन लेयरसम्म जाँदैनौँ हामी कुन राउटलाई रिक्वेस्ट आएको हो भनेर हामी एप्लिकेसनसम्म हामी त्यो जुन आएको कनेक्सनको रिक्वेस्ट हुन्छ नि त्यसलाई हामीले त्यहाँ माथिसम्म एक्सट्र्याक्ट गरेर है त्यो रिक्वेस्टलाई हामीले हेरेर ए यो राउटमा आएको रहेछ भनेर हामी हेर्दैनौँ है त हामी सिधै के आउँछ क्लाइन्टले रिक्वेस्ट पठाउँछ हामीलाई हामी त्यो रिक्वेस्ट सिधै हामी राउन्ड रोबिन एल्गोरिदम युज गरेर हामी सिधै कुन चाहिँ सर्भरलाई पठाउनु पर्ने त्यो सर्भरमा पठाउँछौँ है त हाम्रो राउन्ड रोबिन एल्गोरिदम कसरी काम गर्छ भन्दाखेरि जस्तै क्लाइन्ट वानले रिक्वेस्ट पठायो सुरुमा यास वानमा जान्छ है त क्लाइन्ट टूले रिक्वेस्ट पठायो भने यास टूमा जान्छ क्लाइन्ट थ्रीले रिक्वेस्ट पठायो भने यास थ्रीमा जान्छ अब क्लाइन्ट फोरले रिक्वेस्ट पठायो भने होइन अब हाम्रो नम्बर अफ सर्भर कति छ त भन्दाखेरि अब तिनवटा छ नि त होइन अब फेरि यो कहाँ जाने भयो हाम्रो सर्भर वानमा जाने भयो है त हामीले यसरी राउन्ड रबिन एल्गोरिदम चाहिँ यसरी काम गर्छ है भनेको पालै पालो क्या सुरुमा रिक्वेस्ट आयो यहाँ 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 फेरि रिक्वेस्ट आयो यहाँ 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 यसरी जान्छ है त ल हामी चाहिँ कोड गर्न थालौँ है त सुरुमा को मोड इन इट डट कम स्ल्यास एउटा मोड फाइल बनाउँछु म त्यसपछि चाहिँ एउटा मेन डट गो फाइल बनाउँछु यहाँ प्याकेज मेन फङ्सन मेन fmt dot print println everything is working good go wrong go ल है त सबै काम गरिरहेछ अब चाहिँ हामीले के गर्नु पर्यो भन्दाखेरि हाम्रो जुन यो लोड ब्यालेन्सर छ नि अहिले भर्खर हामीले मेन कोड हामी अब लोड ब्यालेन्सर लेख्दैछौँ अब यसले चाहिँ के गर्नु पर्यो कनेक्सनहरू एक्सेप्ट गर्नु पर्यो होइन जुन यो क्लाइन्टबाट आएको कनेक्सन छ नि यो लोड ब्यालेन्सरले एक्सेप्ट गर्नु पर्यो यो लोड ब्यालेन्सरले क्लाइन्टको कनेक्सनहरू एक्सेप्ट गर्नु पर्यो अब हामी सुरुमा यति यो पार्ट लेख्यौँ है त हामी जस्ट क्लाइन्टको कनेक्सनहरू चाहिँ एक्सेप्ट गर्ने कोड लेख्यौँ है त हामीले कनेक्सन एक्सेप्ट गर्नुभन्दा पनि अगाडि हामीले सुरुमा के गर्नुपर्छ भन्दाखेरि हामीले एउटा लिस्निङ सकेट बनाउनुपर्छ है त त्यही भएर सुरुमा लिसनर अनि एरर कहाँबाट नेट प्याकेजबाट डट लिसन है लिसन टिसिपी अनि केमा सुन भन्दाखेरि मेरो एनएसीमा भएको सबै एभाइलेबल आइपीआरमा छु अनि पोर्ट चाहिँ 3000 सुन भनेर यो चाहिँ अब यदि एरर इक्वल्स टु नट निल है त एरर छ भने होइन के गर लग डट फेटल एरर मैले चाहिँ मेरो प्रोग्राममै पुरै सटडाउन गरेको छु यदि लिसन गर्दाखेरि केही एरर आयो भने होइन मैले मेरो पुरै होल प्रोग्राम सटडाउन गरेको नभए एफएमटी डट प्रिन्टलन रेडी टु एक्सेप्ट कनेक्सन है त अब हामी अब म यो कोडले के गर्छ भन्दाखेरि हामीले चाहिँ एउटा लिस्निङ सकेट बनायौँ है अब यो हाम्रो एप्लिकेसनले चाहिँ अब कनेक्सनहरू चाहिँ लिसन भन्ने हुन्छ नि अब जुन यो हाम्रो आइपी जुनसुकै आइपी मेरो एनएसीले कतिवटा आइपी दिएको छ होइन त्यो आइपीमा त सुनेर बसिरहेको हुन्छ है लिसन गरेर बस्छ है त हामीले जस्ट एउटा लिस्निङ सकेट बनायौँ है त यहाँ अब एक्सेप्ट गर्नको लागि हामीले के गर्नुपर्छ लिसनर डट एक्सेप्ट है त यो कोड भनेको चाहिँ हाम्रो ब्लकिङ कोड है यो एक्सेप्ट कोड चाहिँ ब्लकिङ है अब हामीले यो कोड जाने बित्तिकै जबसम्म कनेक्सन आउँदैन तबसम्म यहाँ अड्किन्छ है त एकचोटि ट्राई गरौँ एफएमटी डट प्रिन्टलन एनएमसिटिएन कनेक्सन एसएसइपिटिइडी एक्सेप्टेड है अब लिसनर डट एक्सेप्टले चाहिँ हामीले के दिन्छ भन्दाखेरि हामीलाई कनेक्सन नभए एरर दिन्छ है त
के गर्छु भन्दाखेरि कनेक्सन नभए एरर है त इक्वल्स टु यो। अब यसमा पनि यदि हैन एरर छ भने एरर इक्वल्स टु नट निल छ भने म के गर्छु लग डट यो पालि चाहिँ म सट डाउन गर्दिनँ मेरो प्रोग्रामलाई, म जस्ट मेरो एरर प्रिन्ट मात्र गर्छु है त, प्रिन्ट एरर है त। यदि एरर छ भने चाहिँ म प्रिन्ट गर्छु कनेक्सन है त। अब हेरौँ है त यो यसलाई यहाँ राखौँ होइन, यहाँ जाऊँ है त। यदि कनेक्सन आएको छैन भने हाम्रो यहाँ ब्लक हुन्छ है, हाम्रो यो कहिले पनि प्रिन्ट हुँदैन। हेरौँ है त एकचोटि गो रन मेन डट गो। ओके के गर्नु पर्यो भन्दाखेरि अहिले कनेक्सनलाई प्रिन्ट मात्र गरौँ है त। एफएमटी डट प्रिन्ट एलएन दिस इज कनेक्सन, कनेक्सनलाई प्रिन्ट गरौँ ल है त। रेडी टु एक्सेप्ट कनेक्सन भने नि है। अब कनेक्सन सिन्स एउटा पनि कुनै पनि कनेक्सन आएको छैन, त्यही भएर यो कोड यहीँ अड्क्यो क्या, यहीँ अड्क्यो क्या। सिस्टम कल है, यो ब्लकिङ कोड है, यहीँ अड्क्यो अनि हामीलाई यहाँसम्म त प्रिन्ट आयो नि त। अब एकचोटि कनेक्सन उयो गरौँ है त, यहाँ यहाँ हाल्यौँ टेलनेट लोकल होस्ट 3000 है, आयो नि हामीले कनेक्सन त आयो। अनि हामीले के गर्यौँ प्रोग्रामलाई एक्जिट गर्थ्यौँ है त। अहिलेसम्म चाहिँ हामीले के गर्यौँ भन्दाखेरि हामीले एउटा लिसनिङ सकेट ओपन गऱ्यौँ अनि कनेक्सन त्यो जुन सकेटमा आएको कनेक्सनहरू छ नि त्यसलाई चाहिँ हामीले एक्सेप्ट गऱ्यौँ है त। अब हाम्रो यो लिसन चाहिँ हाम्रो सबै कर्नरले गरिदिरहेको हुन्छ है। हाम्रो जब 3 वे टिसिपी ह्यान्डसेक कम्प्लिट हुन्छ नि त्यो बेला मात्र यहाँ आउँछ है, त्यो बेला मात्र हामीले 3 वे ह्यान्डसेक कम्प्लिट भइसकेको कनेक्सनहरू मात्र यहाँ आउँछ है त। अनि यो एक्सेप्ट भनेको चाहिँ ब्लकिङ कोड हो क्या है। एक्सेप्टले चाहिँ के गर्छ भन्दाखेरि जब हाम्रो कर्नरले होइन टिसिपी ह्यान्डसेक क्याप्चर गरिसकेपछि चाहिँ हाम्रो चाहिँ एक्सेप्ट क्यूमा हालिदिन्छ क्या। अनि यो कोडले चाहिँ एक्सेप्ट क्यूमा गएर लुप गरेर होइन हाम्रो इन्फाइनाइट लुपमा मेरो लागि कनेक्सन छ, मेरो लागि कनेक्सन छ भनेर भनेको हुन्छ। त्यही भएर चाहिँ हाम्रो ब्लक कोड हुन्छ। अब जबसम्म कनेक्सन आउँदैन तबसम्म हाम्रो कोड यहाँसम्म पुग्दै पुग्दैन है त। अहिले चाहिँ हाम्रो कोडमा एउटा कनेक्सन एक्सेप्ट हुने बित्तिकै एक्जिट भइरहेछ। अनि अब हामीले चाहिँ मल्टिपल कनेक्सनहरू एक्सेप्ट गर्नुपर्ने हुन्छ नि त। त्यही भएर के गर्नु भन्दाखेरि यसलाई यहाँ गरौँ, एउटा फर लुपभित्र हालौँ है त। फर इन्फाइनाइट लुपभित्र हालिदिउँ होइन। अनि यहाँबाट हामी इन्फाइनाइटली कनेक्सनहरू एक्सेप्ट गरौँ है त। भनेपछि अब हाम्रो अब जतिवटा पनि कनेक्सन आउँछ यहाँबाट एक्सेप्ट हुन्छ है त। भनेपछि अब एउटा मात्र कनेक्सन होइन मल्टिपलवटा कनेक्सन आउने भयो है त। अब एकचोटि यसलाई ट्राई गरी हेरौँ है। गो रन मेन डट गो एफएमटी डट पिआरएनटी प्रिन्ट एलएन कनेक्सनलाई प्रिन्ट गरौँ है त अहिले ल। यहाँबाट नेट लोकल होस्ट 3000 कनेक्सन आयो है त। कनेक्सन यहाँ एक्सेप्ट भयो। यहाँबाट न्यू टर्मिनल जाम एल यानि कि लोकल होस्ट 3000 है। ओके भनेपछि हामीले मल्टिपल कनेक्सनहरू एक्सेप्ट गरिरहेको छौँ है त। यहाँ आएर मल्टिपल कनेक्सनहरू एक्सेप्ट गरिरहेको छौँ। अब हामीले मल्टिपल कनेक्सनहरू एक्सेप्ट गऱ्यौँ है त। हामीले कहाँसम्म सकायौँ भन्दाखेरि हामीले क्लाइन्टबाट लोड ब्यालेन्सरसम्म कनेक्सन एक्सेप्ट गर्ने भयौँ होइन। अहिलेसम्म हामीले केही पनि गरेको छैनौँ, हामीले जस्ट एउटा कनेक्सन इस्टाब्लिस मात्र गरिरहेको छौँ है त, अरू केही नै गरेको छैन। अब यो कनेक्सनले हामीले कहाँ फरवर्ड गर्नु पर्यो, हाम्रो ब्याकएन्डको सर्भरमा फरवर्ड गर्नु पर्यो है त। अब हामी अब यो गरौँ है त। सुरुमा चाहिँ हामी के बनाउँछौँ भन्दाखेरि हामी ब्याकएन्डको स्टक बनाऊँ है त। टाइप ब्याकएन्ड है, यसको स्टिआरसिटी यसमा के हुन्छ हाम्रो सर्भर्स अफ स्ट्रिङ है, हाम्रो सर्भरहरू हुन्छ यसमा चाहिँ हाम्रो सर्भरको लिस्टहरू हुन्छ। अनि यो भनेको चाहिँ एउटा के गर्छ यान भनेको चाहिँ हाम्रो युनिट 64 गरौँ है त। यो यान चाहिँ कतिखेर काम लाग्छ भन्दाखेरि हामीले राउन्ड रबिन एल्गोरिदम युज गर्न आँटेको नि त। यान भनेको चाहिँ अहिले मेरो करेन्ट सर्भर है, यो भनेको करेन्ट सर्भर कुन पोइन्ट भइरहेको छ भन्ने कुरा मात्र है, धेरै केही पनि होइन। यो हाम्रो ब्याकएन्डको स्टक बनायौँ हामीले यान बनायौँ है त। त्योभन्दा अगाडि हामी के गरौँ, हामी ब्याकएन्डको लिस्ट बनाऊँ है त। ब्याकएन्ड लिस्ट भनेर बनाऊँ। यो भनेको के हो भन्दाखेरि हाम्रो ब्याकएन्डको एरिया अफ स्ट्रिङ है त। लोकल होस्ट सुरुमा 3001, अर्को सर्भर भनेको लोकल होस्ट 3002, अर्को सर्भर भनेको लोकल होस्ट 3003 है त।
हामीले ब्याकएन्ड लिस्ट पनि बनायौँ है त। किन एरर आयो ए यस्तो पो हो त यहाँ। यो भनेको चाहिँ हाम्रो मेरो लिस्ट अफ सर्भर है यो भनेको मेरो स्ट्रिङ एरिया अफ स्ट्रिङ है त। अझै एरर आयो एसटिआरआइएनजी है त। एरिया अफ स्ट्रिङ हुन्छ है। अब हामीले के गर्नु पर्यो भन्दाखेरि अब हामीसँग कनेक्सन आएको छ होइन। अब यो कनेक्सन फरवर्ड गर्नु पर्यो है। हाम्रो कनेक्सन फरवर्ड गर्नु पर्यो। त्योभन्दा अगाडि एउटा के बनाऊँ भन्दाखेरि हामी एउटा पोइन्टर बनाऊँ है त। ब्याक एन्ड इक्वल्स टु एड्रेस अफ ब्याक एन्ड एड्रेस ब्याक एन्ड इक्वल्स डट सर्भर्स भनेको मेरो के हो भन्दाखेरि ब्याक एन्ड लिस्टहरू हो। अर्को भनेको यान भनेको मेरो 0 है त। यान इज टु 0 ओके ल। हामीसँग ब्याक एन्ड पनि छ। अब हामीसँग कनेक्सन पनि छ है। क्लाइन्टको कनेक्सन पनि छ, ब्याक एन्ड पनि छ है त। अब के गर्नुपर्छ भन्दाखेरि हामीले यो कनेक्सनलाई कहाँ पठाउनु पर्यो, हामीले ब्याक एन्डमा पठाउनु पर्यो होइन। अब के गरौँ भन्दाखेरि एउटा फङ्सन बनाऊँ WARD CONNECTION एउटा फङ्सन फरवर्ड कनेक्सन भनेर एउटा फङ्सन बनाऊँ है त। अब यो फङ्सनले चाहिँ के लिन्छ भन्दाखेरि एउटा भनेको क्लाइन्टको CLI क्लाइन्टको कनेक्सन लिन्छ नेट डट कनेक्सन। अर्को भनेको मेरो के लिन्छ ब्याक एन्ड BSKEND इन्टर पोइन्टर टु ब्याक एन्ड है त। हाम्रो यो लिने भयो है। अब के गर्नु पर्यो भन्दाखेरि मैले जति पनि कनेक्सन आउँछ त्यसलाई कहाँ के गर्नु पर्यो भन्दाखेरि फरवर्ड कनेक्सन है। फरवर्ड कनेक्सन कनेक्सन एउटा कहाँबाट कन्सट्रक्ट भएर आउँदैछ। एउटा भनेको कनेक्सन अर्को भनेको ब्याक एन्ड है त। सो अब के गर्नुपर्छ भन्दाखेरि हामीले यहाँ आएर एउटा भनेको हामीले के चाहियो कुन ब्याक एन्डमा फरवर्ड गर्ने भन्ने चाहियो होइन। त्यसको लागि मलाई के चाहिन्छ भन्दाखेरि एउटा ब्याक एन्डको युआरएल चाहियो नि त होइन त। त्यही भएर म ब्याक एन्ड ADDRESS एड्रेस भनेको के हुन्छ हाम्रो ब्याक एन्ड सर्भर अनि अर्को भनेको एउटा फङ्सन बनाऊँ है। त्योभन्दा अगाडि के फङ्सन बनाऊँ भन्दाखेरि एउटा फङ्सन बनाऊँ फङ्सन COOS चुज भन्ने फङ्सन बनाऊँ होइन। त्यसमा चाहिँ त्यसले के दिन्छ भन्दाखेरि चाहिँ स्ट्रेटेजी होइन STRATUS स्ट्रेटेजी अनि स्ट्रिङ यो भनेको चाहिँ हाम्रो स्ट्रिङमा हुन्छ। हाम्रो यो हुन्छ है त। अब यो फङ्सन चाहिँ केसँग एसोसिएटेड हुन्छ भन्दाखेरि ब्याक एन्डसँग हुन्छ है त। हाम्रो ब्याक एन्ड है त योसँग हुन्छ भनेपछि अब ब्याक एन्डको अब्जेक्टहरू जुन स्ट्रक्चर छ नि त्यसले मात्र यो फङ्सन युज गर्न पाउँछ है। अरूले यो फङ्सन युज गर्न पाउँदैन है त। यसले के रिटर्न गर्छ भन्दाखेरि अब यहाँ एक्चुअल एल्गोरिदम युज गर्छौँ है हामी। अब अर्को फङ्सन एउटा के फङ्सन बनाऊँ भन्दाखेरि राउन्ड रोबिन भन्ने फङ्सन बनाऊँ है त। फङ्सन ROUND रोबिन भन्ने फङ्सन बनाऊँ। यसले चाहिँ के लिन्छ भन्दाखेरि हाम्रो पोइन्टर टु ब्याक एन्ड KEND लिन्छ होइन। अब हामीले के गरेको थियौँ भन्दाखेरि यहाँ अब जुन अघि हामीले यो यान गरेको थियौँ यो भनेको चाहिँ अहिले करेन्ट हाम्रो ब्याकएन्ड हो भनेर है। अब हाम्रो करेन्ट ब्याकएन्ड कहाँ छ भन्दाखेरि हाम्रो कतिवटा ब्याकएन्ड छ, 3टा ब्याकएन्ड छ नि त अहिलेसम्म त। जतिवटा पनि हुनसक्छ होइन। त्यही भएर हामी के गर्छौँ भन्दाखेरि अहिले हाम्रो करेन्ट ब्याकएन्डलाई चाहिँ हामी के गर्छौँ इन्क्रिमेन्ट गर्छौँ है त। हामी इन्क्रिमेन्ट पनि हामी अटोमिक इन्क्रिमेन्ट गर्छौँ है त। किन अटोमिक इन्क्रिमेन्ट गरिरहेको छौँ भन्दाखेरि है हामीले किनकि हामीलाई मल्टिपल थ्रेडहरूले हाम्रो यो यान चाहिँ नबढाओस् है एकैचोटि नबढाओस्। अनि सर्भर जुन हुन्छ नि त्यो चाहिँ पालैपिलो राउन्ड रोबिन हुन्छ नि। सर्भर 1 2 3 फेरि 1 2 3 भएर एक्ज्याक्टली मिलोस् भनेर हामी यसलाई के गर्छौँ अटोमिक उयसमा इन्क्रिमेन्ट गर्छौँ है त। अटोमिक वेमा यो यान अटोमिक डट एड हामीले कुन गरेको थियौँ हामीले UN 64 गरेको थियौँ नि त। त्यही भएर हामी यो गर्छौँ अनि एड के गर्नुपर्छ मेरो केलाई एड गर्ने ब्याक एन्डको यानलाई अनि इन्क्रिमेन्ट बाई 1 है त। हाम्रो यो हुन्छ है त। यसलाई आईले डिनोट गरौँ है त। ल हाम्रो यो भयो। अब के गर्छौँ भन्दाखेरि स्ट्रिङ पठाउँछौँ क्या। अब चाहिँ हामी त्यो ब्याकएन्डको लोकेसन पठाउँछौँ। हामी के गर्छौँ रिटर्न अब RATURN रिटर्न ब्याकएन्ड
डट सर्भर है के गर्छौँ आई मोडुलो लेन ब्याकएन्ड डट यो सर्भर है त हामी यो सर्भरको उयोसँग गएर यसलाई के गर्नु पर्यो भन्दाखेरि टाइपकास्ट पनि गर्नुपर्ने छ टाइपकास्ट गर्नुपर्ने हो र हो यसलाई टाइपकास्ट गर्नुपर्ने रहेछ है त यसलाई टाइपकास्ट गरेर मात्र पठाउनु पर्छ ल हामीसँग यो आयो है त अब यसको रिटर्न टाइप के हुन्छ स्ट्रिङ है त यसले किनकि हामीलाई ब्याकएन्डको एड्रेस रिटर्न गर्छ अनि अब यो चुज फङ्सनमा चाहिँ के हुन्छ भन्दाखेरि हाम्रो स्विच गर्छौँ केमा गर्छौँ यसलाई गर्छौँ होइन अब यो अनुसारको पछि अब हजुरहरू थप्दै जानु होला होइन अहिलेको लागि चाहिँ हामी राउन्ड रोबिन मात्र गर्छौँ राउन्ड -ROBIN रोबिन छ भने होइन हामी रिटर्न के गर्छौँ रिटर्न गर्छौँ हामी राउन्ड रोबिन हामी के पठाउँछौँ ब्याकएन्ड पठाउँछौँ यहाँ है त ब्याकएन्ड पठाउँछौँ अनि हामी डिफल्टमा चाहिँ के पठाउँछौँ डिफल्ट अहिले केही पनि नहोस् है त DEFUNT केस यो छ भने होइन यो पठा रिटर्न यो पठा एकदम त डिफल्टमा चाहिँ रिटर्न अहिले एम्प्टी स्ट्रिङ पठा भने है त मैले अब हाम्रो राउन्ड रोबिन एल्गोरिदम पनि सबै कुरा भइसकेको छ होइन अब यसले के रिटर्न गर्छ हाम्रो स्ट्रिङ है त अब चाहिँ हामीलाई चाहिने एल्गोरिदमहरू बनाइसकेका छौँ है अब हामीले के गर्नु पर्यो भन्दाखेरि ब्याकएन्ड एड्रेस चुज गर्दाखेरि के गर्नु पर्यो ब्याकएन्ड डट चुज है चुज गर्नु पर्यो हामीले कुन एल्गोरिदम युज गर्ने भनेछौँ ROUND-ROBIN है त हाम्रो यो भनेको स्ट्रिङ है त अब एकचोटि यसलाई FMT डट प्रिन्टलन गरौँ होइन अनि दिस इज यहाँ छ SMT ISS एड्रेस गरौँ है त ब्याकएन्ड एड्रेस ल एकचोटि सर्भर चलाउँ गो रन मेन डट गो गरौँ है त ओके रेडी टु एक्सेप्ट कनेक्सन होइन अब के गरौँ टेलनेट लोकल CAN/ST 3000 गरौँ है त ओके सुरुमा लोकल होस्ट 3002 चुज गरे है अब यहाँ जाऊँ अर्को एड गरौँ TLNT CL होस्ट ST 3000 गरौँ है त अहिले के चुज गरौँ 3003 है हाम्रो सबै कुरा भइरहेछ है त अनि अर्को कनेक्सनमा पनि जाऊँ होइन न्यू टर्मिनलमा जाऊँ TLNT लोकल होस्ट 3000 गरौँ त ओके हाम्रो पालो सर्भरहरू एक्सेप्ट भइरहेछ है त कनेक्सनहरू सबै एक्सेप्ट गरिरहेछ है त अनि कुन कनेक्सनलाई कहाँ पठाउनु पर्ने भनेर चाहिँ हाम्रो राउन्ड रोबिन एल्गोरिदमले सबै चुज गरिरहेछ है त अब के गरौँ भन्दाखेरि हामी अब हाम्रो ब्याकएन्डसँग होइन एउटा हाम्रो लोड ब्यालेन्सर र ब्याकएन्डको एउटा कनेक्सन इस्टाब्लिस गरौँ है त त्यसको लागि सर्भर कनेक्सन है त SERVER CONN यो चाहिँ हाम्रो ब्याकएन्डसँग कनेक्सन अथवा एरर इक्वल्स टु NET.dial है त यसले चाहिँ हाम्रो के गर्छ भन्दाखेरि हाम्रो ब्याकएन्डसँग कनेक्सन इस्टाब्लिस गर्छ है त हाम्रो एक्चुअल लोड ब्यालेन्सर र ब्याकएन्डको कनेक्सन इस्टाब्लिस गरेको है त मैले यो TCP अनि हाम्रो कहाँ कनेक्सन एक्सेप्ट गर्ने हामीले ब्याकएन्ड एड्रेस हामीले जहाँबाट एड्रेस आएको थियो नि यो जुन हामीलाई राउन्ड रोबिन एल्गोरिदमबाट हामीले चुज गरेको एल्गोरिदम थियो नि त्यसले हामीले एड्रेस पठाएको थियो नि ल अब चाहिँ तेरो एड्रेस यो है भनेर चाहिँ अब यहाँ सर्भर कनेक्सन हुन्छ क्या है यो कनेक्सन भनेको हाम्रो सर्भर र लोड ब्यालेन्सरको कनेक्सन है यो सुरुको एसेप भनेको हाम्रो लोड ब्यालेन्सर र क्लायन्टको कनेक्सन हो होइन अनि यो भनेको चाहिँ हाम्रो के हो भन्दाखेरि हाम्रो यो भनेको चाहिँ लोड ब्यालेन्सर र ब्याकएन्डको कनेक्सन हो है त यदि एरर छ भने नट निल इक्वल्स टु निल छ भने होइन हामी के गर्छौँ हामी FMT डट प्रिन्ट यसलाई एरर मात्र गर्छौँ है त PRINT प्रिन्टलन एरर है ल यति थियो है त यहाँ आएर स्कुल बिर्सेको रहेछ है अब हामीसँग सर्भरको कनेक्सन छ है त अनि हामीसँग अब क्लायन्टको पनि कनेक्सन छ है त अब हामी के गर्छौँ भन्दाखेरि हामी क्लायन्टबाट आएको डेटा छ नि हामी त्यो के गर्छौँ फरवर्ड टु ब्याकएन्ड होइन अनि ब्याकएन्डबाट आएको रेस्पोन्स हामी के गर्छौँ फेरि क्लायन्टमा पठाउँछौँ है त अब एउटा फङ्सन बनाउँछु म के फङ्सन हो भन्दाखेरि
हामी सुरुमा फङ्सन कपी डेटा भनेर एउटा फङ्सन बनायो है त। यसले के लिन्छ भन्दाखेरि यो फङ्सनले के लिन्छ भन्दाखेरि एउटा डेस्टिनेसन डेस्टिनेसन कनेक्सन लिन्छ होइन, नेट डट कनेक्सन। अर्को भनेको डेस्टिनेसन एसओयुआरसी सोर्स कनेक्सन लिन्छ, यो पनि नेट डट कनेक्सन है त। हामीसँग सोर्स र डेस्टिनेसन है त। अब हामीलाई सुरुमा के चाहिएको थियो भन्दाखेरि क्लाइन्टबाट आएको डेटा पठाउनु पर्ने ब्याकएन्डलाई अनि ब्याकएन्डबाट आएको डेटा पठाउनु पर्ने क्लाइन्टलाई है त। यो भनेको चाहिँ हाम्रो लागि दुईटैको लागि युज हुने जेनेरिक फङ्सन हो है त। अब हामी के गर्छौँ भन्दाखेरि हामीले कहाँबाट रिड गर्नुपर्ने हो, सुरुमा त्योभन्दा पनि अगाडि म बफर बनाउँछु है त। एफएफआर बफर इज टु मेक, हामी के को बफर बनाउँछौँ, बाइट्स है, स्लाइस अफ बाइटको बफर बनाउँछौँ। अनि त्यो भनेको चाहिँ मेरो 1024 को साइज हुन्छ है त। हामीले एउटा बफर बनायौँ है यहाँ। अनि हामी के गर्छौँ भन्दाखेरि सोर्स कनेक्सनबाट के गर्छौँ, रिड गर्छौँ है, बफर रिड गरेको डेटा यो बफरमा हाल भनेको है। यो भनेको चाहिँ है हामीले यसले के रिटर्न गर्छ, हामीले यान यसलाई हामी के गर्छौँ अहिलेलाई इग्नोर गर्छौँ होइन। अनि अर्को भनेको एरर है त, एरर इज टु यो है त। यदि हामी के गर्छौँ भन्दाखेरि यदि एरर इज नट इक्वल्स टु निल, हामी के गर्छौँ सिम्पल एफएमटी डट प्रिन्टएलएन एरर है त। हामीले यो के गर्यौँ, हामीले रिड गर्यौँ है त। अनि यो रिड भनेको चाहिँ हाम्रो ब्लकिङ कोड हो है। यो रिड गर्दाखेरि हाम्रो के भन्छ, यो रिडमा अड्किन्छ है कोड, यहाँसम्म जाँदैन है, हाम्रो मुनिसम्म जाँदैन है। कि हामीलाई एरर आउँदा मात्र जान्छ, नभए जाँदैन है। रिड गर्दा पुरै स्टकै हुन्छ है, यहाँ कोडै स्टक हुन्छ है त। अनि हामीले अब उताबाट सोर्सबाट आएको डेटा हामीले रिड गर्छौँ अनि त्यो रिड हामीले बफरमा हाल्यौँ है त। अब हामी के गर्छौँ, हामी आएको डेटालाई हामी के गर्छौँ, राइट गर्छौँ है त। इक्वल्स टु डेस्टिनेसन कनेक्सन डट राइट, राइट के बफरको टिल यान है त। यान यहाँ हामीलाई इग्नोर गर्नु हुँदैन थियो, हामीले यान लेख्नु पर्दैन होइन, कतिसम्म पढिस् भन्ने कुरा हो नि त यो भनेको त हामीले त। त्यही भएर हामीले टिल यानसम्म है, हामीले जति रिड गऱ्यौँ त्यति हामी राइट गर्छौँ डेस्टिनेसनमा है त। अब यो राइट भनेको नि ब्लकिङ कोड है त। यसले के गर्छ, यदि एरर नट इक्वल्स टु निल होइन, हामी के गर्छौँ एफएमटी डट प्रिन्टएलएन एरर ल्यान PRINTLN एरर है त। ल हाम्रो अब यहाँ के गर्छौँ, कपी डेटा सोर्स भनेको के हाम्रो क्लाइन्ट कनेक्सन हो। सुरुमा के छ, डेस्टिनेसन छ होइन, हाम्रो डेस्टिनेसन भनेको सर्भर कनेक्सन, सोर्स भनेको क्लाइन्ट कनेक्सन, यति हो नि त है। अब एकचोटि टेस्ट गरौँ है त। टेस्ट गर्नुभन्दा अगाडि एकचोटि हामी के हेरौँ भने यो त मुनि हुनुपर्ने है। मैले अघिदेखि यो रिडलाई किन ब्लक भनिरहेको छु भन्दाखेरि है, यदि हाम्रो कनेक्सन इस्टाब्लिस मात्र भएछ भने होइन, हाम्रो कोड यहाँसम्म आइपुग्दा नि होइन रिड गर्न खोज्छ कि कनेक्सनको। अब हामीले यहाँ त कपी डेटा भनेर रिड गर्न खोजिरहेको छौँ नि, कनेक्सन इस्टाब्लिस मात्र भएछ र उसले केही पनि डेटा पठाएको छैन भने यो यहाँ स्टक हुन्छ क्या है। एकचोटि प्रिन्ट गरेर हेरौँ त, एफएमटी डट प्रिन्टएलएन रेडी टु रिड होइन, रेडी टु रिड एफएमटी डट प्रिन्टएलएन COMPLET कम्प्लिट रिड है त। यहाँ के गरौँ, स्ट्रिङलाई कन्भर्ट गरौँ बफर यानसम्म है। हाम्रो यान भनेको चाहिँ कति नम्बर अफ बाइट उसले पढिसक्यो भनेको मात्र है, यदि अरू केही पनि होइन है त। अनि अर्को चाहिँ के हो भने नि, यदि हाम्रो यहाँ अड्क्यो भने नि अनि अर्को क्लाइन्टले एक्चुअल डेटासँग रिक्वेस्ट पठाइरहेछ भने नि अर्को क्लाइन्टले कनेक्सन एक्सेप्ट हुँदैन क्या, किनकि यो यहाँ अड्किरहेछ क्या। यो यसले होइन, यसले यहाँ कपी डेटा कल गरिरहेछ होइन, अनि यो कपी डेटाको रिडले गर्दा पुरै अड्किरहेछ भने यो लुप कसरी फेरि आइट्रेट भएर यहाँबाट कनेक्सन एक्सेप्ट गरेछ है। त्यही भएर हामीले यहाँ चाहिँ हामीले गो रिटर्न युज गर्नुपर्छ है त। अर्को थ्रेड निकालेर है, जति पनि कनेक्सन आउँछ म यहाँ हरेक कनेक्सनलाई अर्को थ्रेडमा गएर सबैको कनेक्सन फरवर्ड गर्दै जान्छु भन्ने कन्सेप्ट छ है यहाँ चाहिँ। त्यो अहिले पछि गरेरमा सुरुमा चाहिँ हामीले यो अड्केको हेरौँ है त। त्यसको लागि को रन मेन डट गो है त। यहाँसम्म आयो है त अहिलेसम्म मेरो कोड। म के गर्छु भन्दाखेरि यो टर्मिनलबाट चाहिँ टेलनेट
लोकल LOCAL होस्ट 3000 म यहाँबाट कनेक्सन इस्टाब्लिस मात्र गरिरहेको छु मैले डेटा पनि पठाएको छैन है त भनेपछि मेरो यो भनेको मेरो फर्स्ट कनेक्सन है यो भनेको मेरो कनेक्सनको लग आएको है त यो कनेक्सनको लग आयो त्यसपछि यहाँ आएर दिस इज कनेक्सन एड्रेस यहाँ आयो त्यसपछि यो किन आयो भन्दाखेरि होइन कनेक्सन रिफ्युज हाम्रो अहिलेसम्म ब्याक एन्डै छैन नि त मैले त सर्भरै बनाएको छैन नि त है त्यही भएर पनि कनेक्सन रिफ्युज आएको हो क्या यसलाई अहिले छोड्यो ठिक छ कनेक्सन रिफ्युज हो केही छैन होइन अब के भइरहेछ भन्दाखेरि यहाँबाट कपी डेटामा आउँदाखेरि होइन रेडी टु रिड भन्यो नि तर यो अब यहाँ अड्क्यो क्या यो ब्लकिङ कोड भयो क्या मेरो लागि यहाँबाट एरर प्रिन्ट भएपछि कपी डेटामा आयो होइन कपी डेटामा आएपछि रेडी टु रिडमा गयो अनि कम्प्लिट रिड त कहिले पनि आएन किनकि मैले यहाँ डेटा पठाएको छैन क्या अब मेरो मानौँ नयाँ क्लाइन्टले मसँग कनेक्सन इस्टाब्लिस गर्न खोजिरहेछ भने के हुन्छ भन्दाखेरि टेलनेट LOCAL 3000 है त यहाँ आयो नि हाम्रो गो सर्भरमा हेर्ने हो भने हाम्रो अर्को क्लाइन्टको कनेक्सन प्रिन्टै भएको छैन क्या किनकि यो यहाँ अड्किरहेछ है यो यहाँ अड्किरहेछ यदि मैले यहाँ डेटा पठाएँ भने है एरर त आउँछ किन एरर आएको भन्दाखेरि हाम्रो यो जुन मैले यसको कनेक्सनको उयो गरिरहेको छु नि नेट डायल उयो गरेर हाम्रो सर्भर कनेक्सन होइन यो सर्भरै उठेको छैन कि त्यही भएर एरर आएको हो क्या त्यही है मैले भन्नु खोजेको चाहिँ हाम्रो रिड चाहिँ किन ब्लकिङ भन्दाखेरि यदि कनेक्सन आएको छ र कनेक्सनले डेटा पठाएको छैन भने ऊ पर्खिरहेको छ है त्यही भएर हामीले यहाँ के गर्नुपर्छ यसलाई थ्रेडमा हाल्नुपर्छ है त ल गो भनेपछि अब के हुन्छ भन्दाखेरि हाम्रो जति पनि कनेक्सन आयो नि हामी लुपमा आइटरेट गरिरहेको छौँ है कनेक्सन आउँछ हामी हरेक कनेक्सनलाई हाम्रो जुन गोको मेन थ्रेड हुन्छ नि मेन थ्रेडै भनौँ है मेन थ्रेडबाट हामी के गरिरहेको छौँ अर्को थ्रेड उठाएर यो कनेक्सन फरवर्ड गरिरहेको छौँ भनेपछि अब हाम्रो यो फ्री हुने भयो होइन अब यो फ्री हुने भयो फेरि माथि जान्छ फेरि अर्को कनेक्सन आयो भने एक्सेप्ट गर्छ होइन अब यतापट्टिको कनेक्सन होइन ब्लक होस् किन होस् यसलाई मतलबै हुँदैन क्या है उसले जतिवटा कनेक्सन आउँछ उसले एक्सेप्ट गरेको गर्छ है त फेरि यसलाई एकचोटि यो गरौँ होइन गो मेन डट गरौँ हामी के गरौँ भन्दाखेरि यसलाई पनि क्लियर गरौँ हाम्रो सेकेन्ड टर्मिनलमा नेट लोकल होस्ट 3000 गरौँ है त आयो रेडी टु रिड भयो ठिक छ अब हामी के गर्छौँ आयो यहाँ रेडी टु रिड ठिक छ भनेपछि यो रेडी टु रिड र यो रेडी टु रिड आफ्नो थ्रेडमा ब्लक भइरहेको छ है भनेपछि हाम्रो जुन यो मेन छ नि यो मेन यो ब्लक भएको छैन है मैले चाहिँ सर्भर लिएर आएको छु है यो चाहिँ मेरो नोट जिएसको सर्भर हो है यो चाहिँ एक्सप्रेस सिम्पल एउटा नर्मल एक्सप्रेस एप्लिकेसन हो है एउटा चाहिँ यसमा गेट छ होइन एउटा गेट रिक्वेस्ट हो अर्को भनेको चाहिँ अर्को पनि गेट रिक्वेस्ट टेस्ट हो है यसमा चाहिँ के छ भन्दाखेरि यसले चाहिँ फर्स्टकोले चाहिँ सिम्पल हेलो वर्ल्ड मात्र पठाउँछ है सेकेन्डकोले चाहिँ लुप चल्छ अनि त्यसपछि लुप वर्ल्ड पठाउँछ है त सबै सर्भर सेमै छ है जस्ट तिनीहरूको पोर्ट मात्र फरक है त अब यो जुन सर्भर छ नि यसलाई चाहिँ ठ्याक्कै कपी पेस्ट गर्दा पनि केही फरक पर्दैन है तर जुन यो मेन डट गो छ नि है यसलाई चाहिँ एकचोटि तपाईँहरू आफैले है ट्राई गर्नु है आफैले कोड लेखेर ट्राई गर्नु है त अब के गरौँ भन्दाखेरि यो भनेको हाम्रो यो भनेको मैले क्लाइन्टको डेटा ब्याकएन्डमा पठाएको है त अब के गर्छु म कपी डेटा अब के गर्नु पर्यो मैले ब्याकएन्डको डेटा भने अब डेस्टिनेसन मेरो के भयो क्लाइन्ट होइन क्लाइन्ट कनेक्सन सोर्स भनेको ब्याकएन्ड है त ब्याकएन्ड कनेक्सन सर्भर कनेक्सन भनौँ न ब्याकएन्ड कनेक्सन त छैन है सर्भर कनेक्सन है अब यो भइसकेपछि म के गर्न चाहन्छु भन्दाखेरि होइन मेरो जब यो फङ्सन सकिन्छ नि यहाँसम्म सकिन्छ नि म के गर्छु भन्दाखेरि डेफर होइन फङ्सन के गर्छु भने दुइटै कनेक्सनलाई क्लोज गर्छु ल क्लाइन्टको कनेक्सनलाई पनि क्लोज गर्छु होइन क्लोज गर्छु अनि अर्को भनेको सर्भर कनेक्सनलाई पनि क्लोज गर्छु है त यहाँ यो हुन्छ है त ल अनि के पनि लेखौँ भन्दाखेरि एफएमटी डट प्रिन्टिएलएन कनेक्सन क्लोज है त हामी एकचोटि लोड ब्यालेन्स चेक गरौँ है त हाम्रो स्टार्ट गरौँ है मैले मेरो तिनटै ब्याकएन्ड सर्भर स्टार्ट गरेँ म के गर्छु भन्दाखेरि कल यहाँ लोकल LOCAL होस्ट 3000 है त हेलो वर्ल्ड आयो ओके आयो है कनेक्सन क्लोज है त हेलो वर्ल्ड आयो है त सर्भर हेलो वर्ल्ड आयो अर्को रिक्वेस्ट गर्छु है त सर्भर 3मा मेरो रिक्वेस्ट गयो अर्को रिक्वेस्ट गर्थेँ सर्भर 1मा मेरो रिक्वेस्ट गयो अर्को रिक्वेस्ट गर्छु सर्भर 2मा रिक्वेस्ट गयो है त अब
है मैले के देखाउन खोजेँ भन्दाखेरि अहिलेसम्म ओके हाम्रो लोड ब्यालेन्सर सबै काम गरिरहेको छ है अझै पर्फेक्ट छैन है हाम्रो लोड ब्यालेन्सर अब यहाँबाट अलिक मजाले ध्यान दिनु है त अँ, यो डिटेल अलिकति इम्पोर्टेन्टै छ है निकै निकै नै इम्पोर्टेन्ट छ भनौँ न म यो टर्मिनल क्लोज गर्छु एकचोटि म मेरो लोड ब्यालेन्सरलाई पनि क्लोज गर्छु अनि मेरो सर्भरहरूलाई पनि डाउन गर्छु है त अँ, अब जस्तै मेरो यो थिएन भने है यो थिएन भने हाम्रो के रियाक्ट गर्छ हेरौँ है त यदि रिडमा ब्लक भयो भने ब्लक हुन्छ होइन अनि अर्को केसमा अब के कुन उयसमा ब्लक हुने भयो भन्दाखेरि अब यो लङ रनिङ लुपमा होइन कसैले रिक्वेस्ट गर्यो अनि सँगसँगै फेरि अर्को रिक्वेस्ट आयो भने ब्लक हुन्छ है त एकचोटि त्यो हेरौँ है त फेरि म गो रन गर्छु म मेरो सर्भर सबै उठाउँछु होइन अब सुरुमा म कल टेस्टमा गर्छु है किनकि मेरो यहाँ टेस्टमा लुप छ है त यहाँ गर्छु म सुरुमा अनि साथसाथै म अर्को टर्मिनलमा के गर्छु भने यो टर्मिनल यो पठाउँछु क्या जबसम्म मेरो लुप सकिँदैन होइन तबसम्म मेरो स्टक भयो क्या है उतापट्टि लुप सक्यो यतापट्टि लुप वर्ड सक्यो अब मात्र आयो क्या यहाँ है अब हामी यो किन यस्तो भयो हेरौँ है त के भयो भन्दाखेरि फर्स्टमा है त फर्स्टमा के भयो भन्दाखेरि होइन जब हाम्रो रिक्वेस्ट आयो नि लुपमा होइन त्यो बेला ठिक छ रिक्वेस्ट मजाले आयो होइन उसले के गर्यो भन्दाखेरि जब लुपको केसमा के भयो भन्दाखेरि है तपाईँको रिड गरेर है सुरुमा के थियो हाम्रो सर्भरदेखि होइन क्लाइन्टदेखि सर्भरमा थियो है त यो डेस्टिनेसन यो सोर्स क्लाइन्टले सर्भरमा पठाएको थियो है उसले क्लाइन्टले सर्भरमा डेटा पठाइसक्दा होइन सर्भरमा ओके आयो किनकि हामीलाई यहाँसम्म आएको छ सर्भर टूमा रिक्वेस्ट आयो भनेर पनि आएको छ होइन हामीले रिक्वेस्ट आइसक्यो है भनेपछि अब मेरो ब्याक एन्डलाई प्रोसेस गर्न टाइम लाग्यो क्या प्रोसेस गर्न टाइम लाग्यो अब त्यो बेला यो त कम्प्लिट भइसक्यो अब यो सेकेन्ड कपी डेटा भनेको के लागि थियो भन्दाखेरि होइन डेटा हाम्रो ब्याक एन्डदेखि होइन हाम्रो क्लाइन्टसम्मको रेस्पोन्स थियो क्या भनेको कपी है कपी पठाउनु पर्ने थियो क्या हामीले भनेपछि जब यहाँ आयो होइन हाम्रो ब्याक एन्डले अझै प्रोसेस गरिरहेको छ है यो रिडमै अड्किरहेको छ है अहिलेसम्म यो रिडमा अड्किरहेको छ जब सेकेन्ड रिक्वेस्ट पठायो नि होइन क्लाइन्टले होइन त्यो बेलासम्म यो त अहिले यो क्लाइन्टको यो सर्भरले ब्याक एन्डबाट डेटा पठाउँदाखेरि क्लाइन्टलाई होइन त्यो बेला अड्किरहेको छ किनकि ब्याक एन्ड लुपमा अड्किरहेको छ होइन जब ब्याक एन्डबाट डेटा आइसक्छ नि ए ओके डेटा आयो है भनेर होइन त्यो बेला मात्र उसले रिड गर्न थाल्छ क्या डेटा जब हामीले लुप वर्ड पठाउँछौँ नि त्यो बेला रिड गरेर बफरमा हालिदिन्छ अनि हामी कहाँ पठाउँछौँ डेस्टिनेसनमा पठाइदिन्छौँ डेस्टिनेसन भनेको क्लाइन्टलाई पठाइदिन्छौँ है त्यही भएर हाम्रो अड्किरहेको थियो है त्यही भएर हामी यहाँ के गराउँछौँ हामी यहाँ नअड्किनको लागि एउटा गो थ्रेड हामी थ्रेड उठाउँछौँ क्या अर्को क्लाइन्टलाई चाहिँ यो नहोस् भनेर यतापट्टिको जतिसुकै होस् हाम्रो अर्कोपट्टिको क्लाइन्टलाई चाहिँ त्यो नहोस् भनेर है अब अहिलेसम्म त हाम्रो सबै कुरा ठिक चलिरहेछ है त अहिलेसम्म सबै नै कुरा ठिक चलिरहेछ है म अर्को एउटा उयो दिन्छु ल एउटा राम्रो इक्जाम्पल दिन्छु है अब यो चाहिँ राम्ररी ध्यान दिनु है यदि मैले यहाँ अर्को थ्रेड नउठाएको भए के हुन्थ्यो भन्दाखेरि होइन यदि मैले गो रन मेन गरेँ होइन अनि यहाँ मैले मेरो सर्भरहरू पनि उठाएँ होइन अब यहाँ के हुन्छ हेरौँ है त म मेरो ब्राउजरमा जान्छु होइन यहाँबाट लोकल होस्ट 3000 गर्छु है त 3000 गर्दाखेरि होइन हाम्रो के भइरहेको थाहा छ हाम्रो ब्राउजरले सुरुमा रिक्वेस्ट पठायो ठिक छ होइन रेडी टु एक्सेप्ट कनेक्सन होइन अनि मैले यहाँबाट रेस्पोन्स पनि पठाइसकेँ है रेस्पोन्स पठाएर मैले के गरेँ सबै कपी डेटा यो पनि सबै भइसक्यो होइन अब ब्राउजरले के गर्छ भन्दाखेरि होइन हामीलाई होइन ब्राउजरले मल्टिपल टिसिपी कनेक्सनको लागि उयो गर्छ क्या उसले रियुज गर्नको लागि होइन मल्टिपल टिसिपी कनेक्सनको लागि रिक्वेस्ट पठाउँछ क्या भन्नाले कनेक्सन बनाउन हाम्रो सर्भरसँग है क्लाइन्ट भनेको मेरो लागि अहिले ब्राउजर होइन ब्राउजरले मल्टिपल टिसिपी कनेक्सन इस्टाब्लिस मात्र गर्छ है उसले डेटा पठाउँदैन मैले फर्स्टकोमा पठाउँदाखेरि उसले डेटा पठाएको थियो उसले मलाई रिक्वेस्ट पठाएको थियो एक्चुअल अब्जेक्ट पठाएको थियो है टिसिपीमा डेटा पठाएको थियो है तर ब्राउजरले होइन सेकेन्ड टाइम उसले रिक्वेस्ट मतलब सेकेन्ड टाइम त रिक्वेस्ट पठाएको थिइनँ होइन त्यही पनि फर्स्ट रिक्वेस्ट हुँदाखेरि ब्राउजरले मल्टिपल टिसिपी कनेक्सनहरू उसले एकैचोटि इस्टाब्लिस गर्न खोज्छ क्या है अब फर्स्ट टिसिपी कनेक्सनमा त डेटा थियो किनकि एक्चुअल रिक्वेस्ट थियो होइन तर सेकेन्डचोटिको टिसिपी कनेक्सनमा होइन उसले मलाई पठाउँदैन क्या डेटा है उसले टिसिपी कनेक्सन मात्र बनाउँछ है उसले त्यो त्यो क्लाइन्टले त्यो ब्राउजरले मलाई टिसिपी कनेक्सन मात्र बनाउँछ भनेपछि यो कहाँ अड्किन्छ भनेपछि मेरो रिडमा अड्किन्छ है यहाँ रिडमा अड्किने भयो मेरो यसमा अड्किने भयो रेडी टु रिडमा अड्किने भयो है ब्राउजरले भन्छ नि मल्टिपल टिसिपी कनेक्सन इस्टाब्लिस गर्छ रियुज गर्नको लागि भन्छ नि ठ्याक्कै यही हो क्या अब यदि मैले यहाँ अर्को थ्रेड नउठाएको भए होइन मेरो के हुन्थ्यो थाहा छ यहाँ अब मैले अर्को ठाउँबाट लोकल होस्ट 3000 गऱ्यो भने मेरो रिक्वेस्ट सर्भै हुँदैन क्या
सर्भ भयो किनकि यहाँ अहिले एउटै कनेक्सन युज भएछ होला होइन। तर जस्तै मानौँ लोकल होस्ट 2000 यहाँले पनि अर्कै त्यही सेम कनेक्सन युज गरिरहेछ भनेपछि यस्तो गरौँ न त, यहाँबाट क्रलै हानौँ न त है। यहाँ अड्क्यो क्या है, यहाँ अड्किन्छ कि मेरो है, यहाँबाट पनि हानौँ न 3000 यहाँ अड्किन्छ क्या है। किनकि ब्राउजरले होइन मल्टिपल आफ्नै रियुजको लागि क्या, उसले आफ्नै रियुजको लागि मल्टिपल टिसिपी कनेक्सनहरू होइन इस्टाब्लिस गरिरहेको हुन्छ होइन। उसले मैले योचोटि फर्स्टचोटि पठाउँदाखेरि होइन फर्स्टचोटिको टिसिपी कनेक्सनमा डेटा थियो, तर उसले मल्टिपल टिसिपी कनेक्सन इस्टाब्लिस गर्नु हुँदाखेरि मेरो उसले जब सेकेन्ड टिसिपी कनेक्सन आयो नि मलाई, किनकि रेडी टु एक्सेप्ट कनेक्सन आएको छ होइन, यहाँ कम्प्लिट रेड भइसक्यो है। अनि क्लोज कनेक्सन भएपछि फेरि के गर्यो उसले, यहाँ आयो किनकि यो प्रिन्ट भनेको मेरो अर्को कनेक्सनको लागि हो है। यो चाहिँ मोस्ट इम्पोर्टेन्ट थियो है। अब यो अड्किनुको कारण भनेको होइन, यदि हामीले यहाँ गो लाइनम होइन त्यही भएर त्यो अड्क्यो क्या। अब यहाँ अर्को एउटा प्रब्लम के छ भन्दाखेरि होइन, अब हाम्रो यहाँ थ्रेड लिक हुन्छ क्या। फेरि एकचोटि अझै भन्छु है यो कुरा, म अझै एकचोटि अझै रिपिट गर्न चाहेँ है, किनकि यो अलिकति कन्फ्युजिङ हुनसक्छ होला है, तर यो बुझ्नु मस्ट छ है। हामीले जुन भन्छौँ नि थ्रेड लिक कसरी हुन्छ, हाम्रो कनेक्सन लिकहरू कसरी हुन्छ भनेर है। अब यहाँ चाहिँ थ्रेड लिक हुने चान्स छ है। अब कसरी चान्स छ भन्दाखेरि मैले यहाँ रिक्वेस्ट पठाएँ है, रिक्वेस्ट पठाएँ। अब यो त मेरो फर्स्ट रिक्वेस्ट थियो नि त है, तर अझै अर्को पनि पठायो क्या उसले, कनेक्सन टिसिपी कनेक्सन इस्टाब्लिस गर्न पठाएको। तर योचोटि उसले के पठायो भन्दाखेरि ब्राउजरले होइन डेटा बिनाको मलाई टिसिपी कनेक्सन मात्र इस्टाब्लिस गरेर चाहिँ उसले डेटा पठाएको छैन क्या। यो भन्नुको कारण चाहिँ के हो भन्दाखेरि मेरो क्रोमले चाहिँ यो ब्राउजरले चाहिँ होइन मेरो सर्भरमा रिक्वेस्ट गर्दाखेरि उसले एकैचोटि मल्टिपल वटा टिसिपी कनेक्सन इस्टाब्लिस गर्न खोजिरहेको छ होइन, जहाँ चाहिँ हाम्रो फर्स्टमा चाहिँ उसले मलाई डेटा रिक्वेस्टै पठाएको हो नि त। यो रिक्वेस्ट पठाएको भनेको त मैले त उसलाई रिक्वेस्ट रेस्पोन्स गरेर पनि सर्भर कनेक्सन क्लोज गरेको हो नि त मैले त, यो भनेर त होइन, मैले सबै कुरा गरेर कनेक्सन क्लोज गरेको यो है। कनेक्सन क्लोज गरिसकेपछि होइन फर्स्टचोटिको किनकि अहिले गो लाएको छुइनँ मैले होइन, त्यही भएर पाले पिलो भइरहेको छ होइन। उसले के गरिरहेको छ भन्दाखेरि अर्कोचोटि पनि मलाई होइन टिसिपी कनेक्सन इस्टाब्लिस गरिरहेको छ क्या, कनेक्सन रियुज गर्नका लागि है। त्यो बेला चाहिँ के भयो भन्दाखेरि उसले सेकेन्ड टाइमचोटि टिसिपी कनेक्सन मलाई इस्टाब्लिस गर्दाखेरि उसले डेटा पठाएको थिएन, त्यही भएर मेरो यहाँ आएर अड्क्यो क्या है। त्यही भएर हामीले के गर्नुपर्छ, हामीले यहाँ गो लाउनुपर्छ, मैले अघि भने त। अब यहाँ चाहिँ मैले गो लाएँ अरे, इनकेस गो लाएँ पनि अरे होइन। अब यहाँ चाहिँ कसरी चाहिँ अब यो थ्रेड चाहिँ होइन, अब अर्को थ्रेड उठ्छ नि त, अब गो लाउने बित्तिकै मेरो त उयो हुँदैन है। अहिले मैले फेरि यो कम्पाइल गरेर रन गरेको छैन होइन, यसलाई यो गरौँ होइन, मेरो अड्किन्छ क्या, किनकि यसले रिडले अड्काइरहेको छ क्या मेरो है। यो त बुझ्नु भयो होला होइन। अब मेरो यदि गो लाएको भए पनि होइन, मेरो यसमा मेरो थ्रेड चाहिँ कसरी लिक हुन्छ भन्दाखेरि होइन, मैले गो लाएँ अरे होइन, तर गो लाउँदाखेरि काहीँ न काहीँ एउटा यस्तो कनेक्सन हुन्छ होइन, यसले यो मेरो ब्राउजरले होइन मल्टिपल टिसिपी कनेक्सन इस्टाब्लिस गर्न खोजेको बेला होइन यस्तो कनेक्सन हुन्छ जुन चाहिँ थ्रेड चाहिँ रिडमा अड्किरहेको हुन्छ क्या। त्यो थ्रेड चाहिँ रिडमा अड्किरहेको हुन्छ भने चाहिँ त्यो थ्रेड कहिले पनि क्लोज हुँदैन क्या। त्यही भएर हामीले के गर्नुपर्छ भने हामीले रिड गरेकोलाई जहिले पनि टाइम आउट हाल्नुपर्छ है त। यहाँ के गर्नुपर्छ भन्दाखेरि यहाँ म इग्नोर गर्छु अहिले होइन, सोर्स कनेक्सन डट रिड सेट रिड डेडलाइन है त। सेट रिड डेडलाइन भनेको टाइम डट नाउ होइन, डट एड कतिसम्म भनेको 20 इन्टु 10 सेकेन्ड गरौँ न, इन्टु 10 टाइम डट सेकेन्ड है त है। मैले बुझाउनु खोजेको सबसे इम्पोर्टेन्ट पार्ट यहाँ छ है, इम्पोर्टेन्ट सबै हो, तर थ्रेड लिक कसरी हुन्छ है। यदि मैले यो नगरेर भए मेरो कनेक्सन लिक हुन्थ्यो है, किनकि मैले कनेक्सन क्लोज गरिरहेको छुइनँ, टिसिपी कनेक्सन इस्टाब्लिस भइरहेको छ क्या। यो हाम्रो यहाँ सिटिपी होइन क्या, हाम्रो यो टिसिपी हो। कनेक्सन इस्टाब्लिस भइसकेपछि जबसम्म वान साइडबाट क्लोज हुँदैन क्या। सो अनि हामीले यो डेटाहरू आइरहेको छ नि, यो सबै यहाँ सिटिपी है। मैले जस्ट यहाँ बफरलाई हामीले अघि स्ट्रिङमा रिड गरेको थियौँ नि, त्यही रिड भएको मात्र है। अब यहाँसम्म आउँदाखेरि होइन तपाईँहरूले आफ्नै यहाँ सिटिपी सर्भर पनि बनाउन सक्नुभयो है। अब सर्भरहरू पनि यसरी नै काम गर्छ क्या, हाम्रो अरू जुन एभाइलेबल सर्भरहरू हुन्छ नि, सर्भर भन्दा नि फ्रेमवर्कहरू हुन्छ नि है, यसरी नै काम गर्छ क्या। उनीहरूले पनि टिसिपी कनेक्सन इस्टाब्लिस गर्ने हो होइन, अनि अन टप अफ यहाँ टिपी सर्भरहरू हुन्छ। अब नोडको आफ्नै हुन्छ है, ज्याङ्गोको आफ्नै होला, स्प्रिङको आफ्नै होला है, आफ्नो हुन्छ क्या।
तर यतिसम्म आउँदाखेरि चाहिँ है तपाईँहरूले पनि आफ्नै एउटा जुन हुन्छ नि एउटा फ्रेमवर्क होइन फ्रेमवर्क अनि त्यसपछि एउटा एचटिटिपी सर्भर होइन एचटिटिपी फ्रेमवर्कहरू हुन्छ नि जुन त्यो बनाउन सक्नुहुन्छ क्या यहाँसम्म आइसकेपछि चाहिँ है इन्टरनल्ली फ्रेमवर्कहरूले गर्ने पनि सबै यही हो है यो चाहिँ अहिले जस्ट र टिसिपी उयो मात्र हो होइन तर इन्टरनल्ली फ्रेमवर्कहरूले पनि गर्ने हो है त मैले सबसे बुझाउन खोजेको नि यही हो है त तपाईँको यदि गो गरिहाल्नु भएको भए पनि तपाईँको एउटा थ्रेड यस्तो हुन्थ्यो होइन जुन यसले टिसिपी तपाईँको कनेक्सन ओपन गरेर राखिदिन्थ्यो क्या ल है त एकचोटि यसलाई हटाम होइन यसलाई चाहिँ हटाम टाइमरलाई नहटाम है त के गरौँ भने टाइमरलाई नहटाम यो गरौँ है त कनेक्सन एक्सेप्ट भयो होइन रेडी अब मैले पठाएँ भने होइन रेडी टु रिड भयो होइन मेरो कनेक्सन क्लोज हुन्छ क्या अब है कनेक्सन क्लोज भयो होइन स्टिल रेडी टु रिड है फेरि रेडी टु रिड पठायो उसले मलाई कनेक्सन क्लोज ओके मैले भनेको थिएँ नि मल्टिपल टिसिपी कनेक्सन होइन क्लोज गर्न इस्टाब्लिस गर्न खोज्छ क्या ब्राउजरले जहिले है त्यही भएर चाहिँ तपाईँको थ्रेडलाई चाहिँ होइन थ्रेड चाहिँ लिक नहोस् भनेर चाहिँ होइन टाइम आउट हाल्नुपर्छ क्या है अब मैले यो यहाँ गरेँ उसले रेडी टु रिड गर्छ म यहाँ आएर गर्छु है 5 सेकेन्ड पछाडि मेरो यो रिक्वेस्ट सक्सेसफुल हुनुपर्ने है त 5 अथवा 10 भन्नु किनकि मल्टिपल चोटि गऱ्यो भने त के नै भन्न सकिन्छ र होइन मल्टिपल चोटि गरेर आएको छ उसले अझै ट्राई गरेर आएको छ होइन अब यहाँ हेरौँ है त टाइम आउट यहाँ आयो मलाई हेलो वर्ड है त ब्राउजरले होइन मल्टिपल टिसिपी कनेक्सन इस्टाब्लिस गर्न खोज्छ क्या उसलाई रियुज गर्नको लागि होइन है हामीले थ्रेडलाई पनि लिक हुनबाट बचायौँ होइन अब के गर्नु पर्यो भन्दाखेरि अब मलाई सिक्वेन्सली चाहिएन क्या थ्रेडलाई लिक हुनबाट बचाइयो होइन अब के गर्नु त भन्दाखेरि अब म यो रिक्वेस्टको लागि यसले ब्राउजरले जतिसुकै पठाओस् मलाई के मतलब म त छिटो हुन चाहन्छु नि त त्यही भएर हामी के गर्छौँ गो लाउँछौँ है त गो रुटिन लाउँछौँ अब थ्रेड गर्छौँ अब हामी के गर्छौँ अब हाम्रो थ्रेड चाहिँ उयो भयो क्या लिक हुँदैन क्या है जतिवटा कनेक्सन इस्टाब्लिस गरोस् न हामीलाई त मतलब भएन यतापट्टि इस्टाब्लिस हुन्छ अहिले चाहिँ एउटा मात्र पठायो अहिले चाहिँ एउटा मात्र पठायो नि त अब फेरि गरौँ होइन अहिले पनि एउटा मात्र अहिले 2-3वटा पठायो होइन अब मैले यो गरेँ भने उसको आफ्नै छ क्या अब यहाँ आएर तपाईँको एक टाइममा आएर होइन यो तपाईँको आफै अफ हुन्छ क्या थ्रेड जुन थियो नि टिसिपी कनेक्सन क्लोज आयो टाइम आउट भन्दा चाहिँ होइन किनकि मैले टाइम आउट हालेँ यो चाहिँ एउटा इम्पोर्टेन्ट पार्ट थियो है यो लोड ब्यालेन्सरको चाहिँ है यो लोड ब्यालेन्सर भन्दा पनि इन्टरनल्स कसरी काम गर्छ भन्ने कुराहरू पनि हो क्या अब चाहिँ हाम्रो के भइरहेको छ भन्दाखेरि हाम्रो यो जुन कपी डेटा छ नि त्यसले चाहिँ हाम्रो बफर 124 बाइटको मात्र पढिरहेको छ कि एकचोटि आउँछ रिक्वेस्ट होइन एकचोटि टिसिपी कनेक्सन हुन्छ अनि डेटा आयो भने एकैचोटि यदि 124 छ भने त एकैचोटि पढ्छ होइन नभए के गर्छ भन्दाखेरि तपाईँको यदि 1024 भन्दा बढी डेटा आएको छ भने उसले लिन सक्दैन क्या भनेपछि हाम्रो यदि 2 केबीको डेटा थियो भने होइन हाम्रो 2 केबीको डेटा थियो भने चाहिँ हाम्रो 1 केबी मात्र रिड हुन्थ्यो क्या यसले हामीलाई के गर्छ हामीलाई प्रब्लम दिन्छ है त्यही भएर अनि हामीले एउटा कुरा के थाहा छ भन्दाखेरि हाम्रो टिसिपी भनेको स्ट्रिममा डेटा हामीलाई पठाउँछ है टिसिपीले चाहिँ हाम्रो स्ट्रिममा डेटाहरू ट्रान्सफर गर्छ है त त्यही भएर हामीले के गर्नुपर्छ भन्दाखेरि यसलाई फर लुपभित्र राख्नुपर्छ है त भनेपछि यो फर लुपभित्र राख्नुको कारण के भन्दाखेरि तपाईँको जब डेटा आउँदै गर्छ हामी पढ्दै गर्छौँ पढेको डेटाहरू राइट गर्दै गर्छौँ है त यसमा हामीले यसलाई भित्र राख्नुको रिजन म अहिले एकछिनमा भन्छु है यसलाई हामीले भित्र राख्नुको रिजन पनि छ अनि हामीले के हुन्छ भन्दाखेरि अब फर लुपभित्र हालेपछि हामीसँग जतिवटा डेटा आओस् हामी इच आइटरेसनमा डेटा पढ्दै डेटा हाल्दै गर्छौँ है त अब हाम्रो यहाँ के भइरहेछ भन्दाखेरि हामीलाई थाहा छ यो क्लाइन्ट टू होइन यो भनेको क्लाइन्ट टू सर्भर हो नि त किनकि यो भनेको डेस्टिनेसन हो यो भनेको उयो हो नि त हाम्रो सोर्स हो नि त होइन सोर्स अनि डेस्टिनेसन हो नि त अब हाम्रो जबसम्म यो सोर्स सकिँदैन होइन हाम्रो जबसम्म क्लाइन्ट टु सर्भरसम्म जाँदैन तबसम्म सर्भर टु क्लाइन्टसम्म डेटा आउँदैन क्या है त्यही भएर हामीले यसलाई बाई डाइरेक्सनल बनाउनु पर्छ हामीले के भन्नुपर्छ भन्दाखेरि गो अनि यसलाई पनि गो भनेपछि हामीले दुईटा थ्रेड उठायौँ है त हामीले बाई डाइरेक्सनल बनाउनको लागि है त अब के हुन्छ भन्दाखेरि यतापट्टि डेटा आउँदै गर्छ यतापट्टि पढ्दै गर्छ होइन अनि उतापट्टिबाट हाम्रो सर्भरले पनि हाम्रो क्लाइन्टलाई डेटा पठाउँदै गर्छ है सँगसँगै डेटा आउजाउ गर्न मिल्छ है त हामीले यो गरेपछि चाहिँ यो गो अगाडि थ्रेड उठाएपछि दुइटै अब इन्डिभिजुअल वेसमा काम गर्ने भयो नि त होइन
अब यो टाइम आउटलाई लुपभित्र हाल्नुको रिजन चाहिँ के हो भन्दाखेरि यदि हामीले यो टाइम आउटलाई बाहिर हाल्यौँ अरे होइन अनि मानौँ अहिले 5 छ अरे होइन 5 सेकेन्डको टाइम आउट छ अरे होइन हामीले लुपभित्र बाहिर हाल्यौँ भने होइन अब यो के हुन्छ भन्दाखेरि हाम्रो जस्तै अब टिसिपी कनेक्ट भयो अरे होइन हाम्रो टिसिपीको कनेक्सन बनिसक्यो उसले 4 सेकेन्डमा होइन 4 सेकेन्ड अथवा 4.5 सेकेन्ड भनौँ न त्यसमा उसले डेटा पठायो भने होइन अनि हाम्रो डेटालाई चाहिँ 6 सेकेन्ड लाग्थ्यो अरे क्या है थ्योरिटिकल्ली हेर्ने हो भने 6 सेकेन्ड लाग्थ्यो भनेपछि हाम्रो 5 सेकेन्डमा टाइम आउट हुन्थ्यो र यो जुन छ नि बिचमा अड्किन्थ्यो क्या भनेपछि आधी डेटा मात्रै उसलाई जान्छ क्या है त्यही भएर हामी के गर्छौँ यसलाई यहाँ भित्र राख्छौँ है भनेपछि अब के हुन्छ भन्दाखेरि यसले गर्दाखेरि हामी जति डेटा आयो पढ्दै जान्छौँ हाल्दै जान्छौँ अनि फेरि आइट्रेट भएर यहाँ आउँछ नि हामी डेटा आएको बेला चाहिँ के गर्छौँ नयाँ टाइम आउट फेरि राख्छौँ क्या फेरि 5 सेकेन्ड जोडिदिन्छौँ क्या भनेपछि हामीलाई अब त्यो जुन बिचमा आधी रिक्वेस्ट जाने थियो नि त्यो चान्सेस निकै कम हुन्छ किनकि डेटा आउँछ पढ्छौँ फेरि हामी सेट गर्छौँ नयाँ है आइट्रेसन हुँदै हुँदै गर्छौँ अब एउटा टाइम आउटको यसमा एउटा डिसएडभान्टेज के छ भन्दाखेरि होइन यदि हाम्रो सर्भरले होइन यदि ब्याकएन्ड है हाम्रो ब्याकएन्डले 5 सेकेन्डभन्दा बढी टाइम लाग्यो भने नि हाम्रो कनेक्सन क्लोज हुन्छ क्या है किनकि हामीले यहाँ टाइम आउट हाल्ने बित्तिकै एरर फ्याँक्छ एरर फ्याँक्ने बित्तिकै अब यो यो पनि सक्यो भनेपछि अब मानौँ 10 सेकेन्ड लाउने भने त हाम्रो सर्भर क्लोज भइसक्छ है त्यो बेलासम्म हामीले केही रिटर्न आउँदैन क्या है सर्भरबाट हामीले केही पठाउनै मिल्दैन नि त कनेक्सन क्लोज गरिसकेपछि है यो कुराहरू ध्यान गर्नुपर्छ है अब होइन ठिक छ म जतिवटा क्लाइन्ट आउँछ होइन त्यो एउटा कनेक्सन बनाउँछु म टाइम आउट हाल्दिनँ क्लाइन्टले यदि उताबाट कनेक्सन क्लोज गर्ने बित्तिकै म कनेक्सन क्लोज गर्छु भन्दा नि हुन्छ है सबै प्रोज एन्ड कन्स छ है कुनै चिज पनि उयो छैन है यहाँ भन्नाले यही गर्नुपर्छ भन्ने खालको छैन है अब हामीले यहाँ यदि एरर आयो भने के गर्छौँ ब्रेक गर्छौँ है त ब्रेक गर्ने भन्दाखेरि जहिले पनि यही लुपमा घुमे गर्छ है त त्यही भएर हामी के गर्छौँ ब्रेक दुइटैमा एरर आयो भने ब्रेक गर्छौँ अब यहाँ एउटा प्रब्लम के आउँछ भन्दाखेरि होइन हामीले दुइटा त अर्कै थ्रेडमा रन गरेको हो नि त त्यही भएर तपाईँको यो छ नि यो फङ्सन इजिट हुनसक्छ क्या किनकि यो कोड एक्जिक्युट हुन्छ यो कोड एक्जिक्युट हुन्छ अब फङ्सन सक्यो है फङ्सन सकिसकेपछि हामीले के गरेछौँ सर्भर क्लोज गरेछौँ भनेपछि त हामी त रेस्पोन्स पनि केही पनि आउँदैन है त्यही भएर हामी के गर्छौँ भन्दाखेरि एउटा वेट ग्रुप बनाउँछौँ है त अब हामी एउटा वेट ग्रुप बनाऊँ var वेट ग्रुप wg भनेको syNC सिङ्क डट वेट ग्रुप है त बनाऊँ अनि के गरौँ भन्दाखेरि यसमा वेट ग्रुपमा चाहिँ के हालौँ भन्दाखेरि एड गरौँ दुईवटा है हामीलाई दुईवटासम्म वेट ग्रुप चाहिएको भनौँ है त हामीलाई दुईवटा चिजलाई वेट गर्नुपर्ने भनेको भनौँ है त अब यसमा के गरौँ भन्दाखेरि यहाँ पोइन्टर टु के पठाऊँ वेट ग्रुप है अब यसले पोइन्टर लिन्छ के को वेट ग्रुपको भनेपछि अब मैले यहाँ गएर के गर्नु पर्यो यहाँ आएर वेट ग्रुप पोइन्टर टु sync डट वेट ग्रुप है त यति हाल्नुपर्छ है त हाम्रो यदि सबै कुरा ब्रेक भइसकेपछि हामी के गर्छौँ यो फङ्सन क्लोज हुँदाखेरि हामी डिफर wg डट डन है त सक्यो है यो चाहिँ भन्छौँ अनि हामीले यहाँ के गर्नुपर्छ भन्दाखेरि wg डट वेट है त मैले यो चाहिँ के भनेको भन्दाखेरि म एउटा वेट ग्रुप एउटा वेट ग्रुप बनाउँछु जहाँ चाहिँ दुईवटा चिज हुन्छ है त त्यो दुईवटा चिजलाई तैँले नसकिन्जेलसम्म यो फङ्सनलाई एक्जिट गर्न मिल्दैन क्विट गर्न मिल्दैन है त भनेपछि हाम्रो यो दुईवटा नसकिन्जेलसम्म हाम्रो कनेक्सन क्लोज हुँदैन है त त्यति हो केही पनि छैन यसमा अब यहाँ हाम्रो अझै एउटा यो कपी डेटामा अझै के गर्न बाँकी छ भन्दाखेरि होइन हामीले यदि क्लाइन्टबाट रिक्वेस्ट यो भनेको हाम्रो सर्भर यो भनेको हाम्रो क्लाइन्ट टु सर्भर यो भनेको सर्भर टु क्लाइन्ट हो नि त होइन अब यसलाई डिबग गर्नको लागि के गरौँ भन्दाखेरि होइन यहाँ राखौँ उयो राखौँ है त कहाँ जान्छ भनेर CLIN टु क्लाइन्ट टु सर्भर होइन यो भनेको सर्भर टु क्लाइन्ट सर्भर नभनौँ ब्याकएन्ड भनौँ न ब्याकएन्ड सर्भर हुन्छ ब्याकएन्ड होइन यो भनेको नि ब्याकएन्ड यो भनेको फर्स्ट भनेको हाम्रो क्लाइन्ट टु ब्याकएन्ड सेकेन्ड भनेको ब्याकएन्ड टु क्लाइन्ट हो नि त अब यहाँ एरर प्रिन्ट गरौँ है त के प्रिन्ट गरौँ भने दिस इज एरर इन रिड यसले के लिन्छ भन्दाखेरि हाम्रो पाथ लिन्छ है त हाम्रो पाथ कहाँदेखि कहाँ गएको स्ट्रिङमा लिन्छ है त यो डिबगिङको लागि मात्र है एरर अनि हामीले यहाँ के प्रिन्ट गर्छौँ पाथ होइन रिड गर्दाखेरि कुन पाथमा एरर आयो अनि राइट गर्दाखेरि कुन पाथमा एरर आयो दिस इज एरर इन राइट यहाँ के जान्छ पाथ जान्छ है त यो चाहिँ जस्ट डिबगिङको लागि मात्र है अब हाम्रो कनेक्सन क्लोज हुने भनेको कतिखेर हो भन्दाखेरि होइन अब सुरुमा त होइन हाम्रो यो कनेक्सन क्लोज हुँदैन है हाम्रो कनेक्सन यदि रिडमा छ भने है
रिडमा छ भने हाम्रो आइटरेट भएको गर्छ र जब क्लाइन्टले हामीलाई डेटा पठाउन छोड्छ त्यो बेलादेखि हाम्रो रिडमा अड्किन्छ अनि यो टाइम आउटले गर्दा एरर आउँछ अनि ब्रेक हुन्छ है फर्स्ट एउटा कनेक्सन फर्स्ट यो अफ हुने भनेको रिटर्न भनौँ न यो फङ्सन क्लोज हुने भनेको एउटा यो होइन एउटा यो कारण है अनि हाम्रो यो जुन छ नि ब्याकएन्डदेखि हाम्रो क्लाइन्टमा रेस्पोन्स पठाउनु पर्ने छ नि हामीलाई चाहिँ एक टाइममा होइन ब्याकएन्डबाट सर्टेन टाइममा चाहिँ हामीलाई के गर्छ भन्दाखेरि ब्याकएन्डले हामीलाई के पठाउँछ भन्दाखेरि डेटा रिड गर्दाखेरि होइन हामीलाई इएफओ पठाउँछ क्या इएफओ भनेको एन्ड अफ फाइल है त्यसले गर्दा हाम्रो सुरुमा होइन हाम्रो जहिले पनि सुरुमा ब्याकएन्ड अफ हुन्छ है हाम्रो सुरुमा यो जुन छ नि ब्याकएन्ड टु क्लाइन्ट यो फङ्सन क्लोज हुन्छ है सुरुमा अनि त्यो बेलासम्म पनि होइन हाम्रो फ्रन्ट एन्ड उयो भइरहेको छ है फ्रन्ट एन्ड चाहिँ हाम्रो यो छ नि फ्रन्ट एन्ड चाहिँ जबसम्म यसको यो फङ्सन एक्जिट हुँदैन भने कहिलेसम्म एक्जिट हुँदैन भन्दाखेरि जबसम्म यो सेट डेडलाइन छ नि रिड रिड डेडलाइन है टाइम आउट भनौँ यसलाई होइन जबसम्म यो टाइम आउट सक्दैन नि तबसम्म हाम्रो फ्रन्टको कनेक्सन क्लोज हुँदैन है त दुइटै सकिने बित्तिकै हाम्रो के हुन्छ कनेक्सन क्लोज हुने भयो है त अब हामीलाई ब्याकएन्डले कतिखेर रिडमा इएफओ पठाउँछ है एरर पठाउँछ इएफओ भनेको एन्ड अफ फाइल है फेरि भनिरहेको छु इएफओ भनेको एन्ड अफ फाइल पठाउने बित्तिकै यो कनेक्सन जान्छ है त कनेक्सन जान्छ नभए यो फङ्सन एक्जिट हुन्छ है यो हुने बित्तिकै एउटा सक्यो एउटा वेटको सक्यो अब यसलाई पर्खिन्छ यसले होइन अब यो कतिखेर अफ हुन्छ त क्लाइन्टले पठाएको अफ हुने भनेको यो टाइम आउट सकिँदा फेरि है अनि त्यसपछि यो सकिन्छ यो सकिने बित्तिकै दुइटा सकिने बित्तिकै दुइटा सकियो भन्छ अनि फङ्सन एक्जिट हुनुभन्दा अगाडि के चल भनेछु मैले यो चल भनेछु भनेपछि क्लाइन्ट र सर्भरको कनेक्सन क्लोज गरिदिन्छ है त अब एउटा डेमो हेरौँ है त मैले एक्ज्याक्टली ब्याकएन्डबाट इएफओ पठाउँछ भनेको के हो भनेर है त हामीले यहाँ पाथ पनि दिइसक्यौँ हामीलाई एक्ज्याक्टली थाहा हुन्छ है त मेन डटको होइन अनि म मेरो ब्याकएन्ड सर्भर स्टार्ट गर्छु है त मैले चाहिँ यहाँ अहिले यो मेरो पोस्टमेनबाट गरेको छु किनकि मलाई मल्टिपल टिसिपी कनेक्सन चाहिएको छैन त्यही भएर मैले रिक्वेस्ट गरेँ भने होइन योचोटि कतिवटा आयो दुईवटा आयो होइन किन दुईवटा आयो किनकि हामीले एकैचोटि पढि पनि रहेछौँ बाई डाइरेक्सनमा भइरहेको छ होइन अब हेर्नु एरर रिड है रिडमा एरर आयो ब्याकएन्डले के फ्याल्यो इएफओ फ्याल्यो है त हामीलाई मेरो ब्याकएन्डले फ्यालेको कनेक्सन क्लोज भयो टाइम आउट क्लाइन्टको कनेक्सन किन क्लोज भयो टाइम आउटले गरेर क्लोज भयो नभए क्लोज हुँदैन थियो है त अब यहाँ के भयो चाहिँ राम्ररी हेरौँ है त जब हामीलाई यहाँबाट मैले कनेक्सन एक्सेप्ट गरेर जब टिसिपी डेटा यहाँबाट कपी डेटा गर्न थाल्यो नि त्यो बेला के भयो भन्दाखेरि दुइटै एकैचोटि फङ्सन एक्जिक्युट भयो है त दुइटै भयो क्लाइन्ट टु ब्याक एन्ड टु क्लाइन्ट होइन अब त्यसपछि एक्जिक्युट भइसकेपछि के भयो भन्दाखेरि हाम्रो मैले क्लाइन्टले पठाएको डेटा मैले ब्याकएन्डलाई पठाएँ होइन ब्याकएन्डमा राइट गरेँ मैले यो डेस्टिनेसन भनेको मेरो ब्याकएन्ड हो नि त होइन ब्याकएन्डमा राइट गरेँ भनेपछि ब्याकएन्डले मलाई जब रेस्पोन्स पठाइसक्यो अगाडि है हामीलाई रेस्पोन्स अगाडि नै पठाइसक्यो अनि उसले एकछिन कनेक्सन जुन कनेक्सन राख्छ नि अब कि तलमा कति टाइम आउट हुन्छ है त्यो अनुसारको राख्छ होला होइन अब त्यो कनेक्सन राखिसकेपछि उसले के गर्छ भन्दाखेरि हामीलाई इएफओ पठाउँछ क्या है एन्ड अफ फाइल पठाइन्छ क्या अब मलाई राइट गर्नु केही पनि छैन भनेर अब मेरो सर्भरले राइट गर्नु भनेको त मैले त यहाँ रिड गर्नु हो नि त होइन त यो यदि म अहिले डायग्रामबाट पनि बुझाउँछु है यो मैले के भनिरहेको छु भनेर यदि मैले होइन यहाँबाट सोर्स भनेको अब मेरो लागि के हो सोर्स भनेको त मैले ब्याकएन्ड टु क्लाइन्ट भनेको है सोर्स भनेको अहिलेलाई मेरो के हो सोर्स भनेको त मेरो ब्याकएन्ड हो नि त डेस्टिनेसन भनेको क्लाइन्ट हो नि त सर्भर मेरो सोर्स भनेको ब्याकएन्ड सर्भर डेस्टिनेसन भनेको क्लाइन्ट हो नि त होइन अब क्लाइन्टले होइन मेरो ब्याकएन्डले राइट गर्नु छोड्नु भनेको मेरो रिडमा एरर आउनु हो कि होइन हो नि त होइन भनेपछि ब्याकएन्डले मलाई रिड सक्यो अब मैले केही पनि छैन है भनेपछि त मेरो रिडमा एरर आएको हो नि त इएफओ एन्ड अफ फाइल होइन त्यही भएर सुरुमा ब्याकएन्डको ब्रेक भयो होइन ब्याकएन्डको ब्रेक भयो अब त्यसपछि क्लाइन्टको चाहिँ कतिखेर ब्रेक भयो भन्दाखेरि क्लाइन्टको त यहाँ केही पनि छैन नि त हामीले केही पनि गरेको छैनौँ है त्यही भएर रिडमा क्लाइन्टको चाहिँ टाइम अफमा ब्रेक हुन्छ क्या जहिले पनि अब यसमा यहाँ के प्रब्लम आउँछ एउटा हेरौँ है त अब यसमा फेरि म क्लोज गर्छु मेन रन गर्छु है त अब यसमा प्रब्लम के आउँछ भन्दाखेरि होइन मानौँ मैले रिक्वेस्ट पठाएँ रेस्पोन्स आयो मलाई होइन अब के भयो भन्दाखेरि ब्याकएन्डले मलाई इएफओ पठाउँछ सुरुमा ब्याकएन्ड टु क्लाइन्ट अब यो बेला मैले रिक्वेस्ट गरेँ भने मेरो अड्किन्छ क्या यहाँ है के भएर थाहा छ यहाँ मेरो अड्किन्छ क्या कतिखेरसम्म अड्किन्छ जबसम्म टाइम आउटले दिँदैन है ए टाइम आउट भनेपछि कनेक्सन क्लोज हुन्छ यो के भयो भन्दाखेरि जब मेरो होइन कनेक्सन त यहाँ ओपन छ है कनेक्सन ओपन छ जब मेरो यो ब्याकएन्डले होइन राइट गर्न छोड्यो नि उसको फङ्सन क्लोज भइसक्यो यहाँ होइन हामीले त अब यो त अब एक्जिक्युटै हुँदैन नि फेरि कसरी एक्जिक्युट हुन्छ यो त हामीले वेट पो गरेको चिज हो त यो पो हामीले अहिलेसम्म कनेक्सन क्लोज गरेको छैन है काहीँ पनि यो बेलासम्म हाम्रो कनेक्सन क्लोज हुँदैन है
हामीले दुईटा गो रुटिन सँगै चलायौँ होइन, दुईटा थ्रेड सँगै चलायौँ होइन। अब हाम्रो यहाँबाट आइसकेपछि अब यहाँबाट मात्र डेटा आएर के गर्नु त, जबकि यो फङ्सन नै अफ भइसक्यो, ट्रिगर हुनु, यो त बाइ डाइरेक्सनको लागि थियो नि त। प्रब्लम यहाँ छ क्या। अब यसको लागि चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि टाइप असोसिएसन गर्नुपर्छ है। यदि काहीँ ब्रेक भयो भने हामीले के भन्नुपर्छ भन्दाखेरि टिसिपी कनेक्सन, एउटा टिसिपी कनेक्सन, अनि मेरो के हो इज टिसिपी। केलाई गर्नुपर्छ भन्दाखेरि हामी टाइप असोसिएसन गर्छौँ डेस्टिनेसनलाई, डेस्टिनेसन कनेक्सन है। डेस्टिनेसन कनेक्सनलाई के भन्छौँ भन्दाखेरि डट यो, यसले हामीलाई के रिटर्न गर्छ भन्दाखेरि नेट डट टिसिपी कनेक्सन। हामीले के भनेको भन्दाखेरि यो टाइप असोसिएसन गरेको है, यसले हामीलाई के दिन्छ, बुलियन दिन्छ र हामीलाई यसको टिसिपी कनेक्सनको उयो दिन्छ है त, हामीलाई टिसिपी कनेक्सन दिन्छ है त। यदि मेरो होइन डेस्टिनेसनको कनेक्सन चाहिँ टिसिपी कनेक्सन हो भने होइन, इज टिसिपी हो भने म के गर्छु, टिसिपी कनेक्सन डट क्लोज गर्दिनँ। हामीले त राइटको क्लोज गर्नुपर्ने हो, त क्लोज राइट गर्छौँ है त। यो कोडले के भनेको भन्दाखेरि यदि मेरो डेस्टिनेसन कनेक्सन चाहिँ होइन टिसिपी कनेक्सन हो भने चाहिँ म मेरो ब्रेक हुँदाखेरि है, यो ब्रेक हुँदाखेरि म के गर्छु भन्दाखेरि म मेरो कोड राइट क्लोज गर्छु है त। अब यसले हामीलाई त्यो प्रब्लम हुनबाट बचाउँछ क्या है। एकचोटि हेरौँ है त, गो रन मेन डट गो। म यो इच एन्ड एभ्रिथिङ एक्सप्लेन गर्छु है डायग्राममा है। के गर्छु भन्दाखेरि सर्भरलाई पनि स्टार्ट गर्छु है। अब यहाँबाट आउँछ, आयो है त, यहाँ आउँछ होइन। अब यहाँ अब के हुन्छ हेरौँ है त, है त। अब दुइटै एकैचोटि आयो क्या, ब्याकएन्डबाट पनि याफ आयो, क्लाइन्टबाट पनि याफ आयो है त। अब यो के भएको यो हेरौँ है त। अब मैले सुरुमा के भनिरहेको थिएँ भन्दाखेरि कपी डेटा, यो यहाँबाट बुझ्नुभन्दा म डायग्राम र यहीँबाट सँगसँगै बुझाइदिन्छु है त। एकचोटि फेरि रिक्वेस्ट गरौँ है। रेडी टु उयो रिड, रेडी टु रिड। अब ब्याकएन्डबाट पनि सँगै आउँछ, क्लाइन्टबाट पनि सँगै आउँछ है त। सँगै आउँछ, हामीलाई प्रब्लमै हुँदैन है, जतिवटा रिक्वेस्ट पठाए पनि है, हामीले केही प्रब्लमै छैन है त। ल अब यसमा हेरौँ है त। हाम्रो यो क्लाइन्ट भनेको अहिलेसम्मको लागि हाम्रो ब्राउजर थियो होइन, यो कनेक्सन हो क्लाइन्टको, यो भनेको मेरो लोड ब्यालेन्सर है, यो भनेको सर्भर कनेक्सन, यो भनेको मेरो सर्भर है त। म यो जस्ट डायग्राम बुझाउनको लागि मात्र है त। यदि मलाई क्लाइन्टले रिक्वेस्ट पठाउनु भनेको मेरो लोड ब्यालेन्सरमा होइन क्लाइन्टको कनेक्सनमा राइट गर्नु हो कि होइन, हो नि त। अनि मैले क्लाइन्टको कनेक्सनबाट रिड गर्नु भनेको त होइन, क्लाइन्टको राइट भनेको त मैले मेरो लोड ब्यालेन्सरबाट रिड गर्नु हो नि त है। यो कोडमा हेर्नु त, मैले होइन क्लाइन्टबाट डेटा पठाउने हो भने त होइन, मैले कहाँबाट पढ्नु पऱ्यो, सोर्सबाट पढ्नु पऱ्यो नि त। मेरो लागि यो लोड ब्यालेन्सरको लागि त यो राइट अपरेसन त रिड हो नि त मेरो लागि त है। यहाँसम्म सिम्पल छ है। अनि मैले लोड ब्यालेन्सर एज अ लोड ब्यालेन्सर मैले त्यो जुन बफरमा आएको यो रिड गरेको डेटा होइन, यो सर्भरको कनेक्सनमा पठाउनु भनेको के हो मेरो लागि, लोड ब्यालेन्सरको लागि त राइट हो होइन त। डेस्टिनेसनमा त राइट हो नि है। फर्स्ट हो यो है, क्लाइन्टको साइडबाट एज अ ब्राउजर अथवा पोस्टम्यान जहाँबाट पठाए पनि त्यो भनेको उसको आफ्नो लागि राइट हो है, उसको आफ्नो लागि राइट हो। तर त्यो सोर्स कनेक्सनबाट पढ्नु भनेको मेरो एज अ लोड ब्यालेन्सर मेरो लागि रिड हो त्यो है। अनि मैले त्यो रिड आएको डेटा मैले मेरो लोड ब्यालेन्सरको होइन ऱ्याममा हाल्छु, बफरमा हाल्छु होइन। बफरमा हालेर मैले राइट गर्नु भनेको त सर्भर कनेक्सनमा राइट गर्नु हो नि त मेरो लागि त है। सर्भर कनेक्सनको लागि राइट गर्नु हो। मैले यहाँ डेस्टिनेसन सर्भर भनेको मेरो डेस्टिनेसन है त, डेस्टिनेसनमा राइट गरेको है। यो फ्लो फर्स्ट हो यतिसम्म है त, राइटसम्म। अब हाम्रो ब्याकएन्डले पनि के गर्छ त, अहिले जस्तै मैले यहाँ कनेक्सन एसेट गरेर रिड गरिरहेको छु नि, हाम्रो ठ्याक्कै ब्याकएन्डले पनि त्यही गर्छ है। चाहे जुनसुकै फ्रेमवर्क होस्, उसले के गर्छ, रिड गर्छ है। रिड भनेको मैले आफ्नो कनेक्सनमा होइन, उसको जुन जुन कनेक्सन छ नि उसले पनि के गर्छ भन्दाखेरि ब्याकएन्डले पनि होइन, चाहे जुनसुकै फ्रेमवर्क होस् त्यही गर्छ है त। लिसन गर्छ, कनेक्सनलाई एक्सेप्ट गर्छ, कनेक्सनबाट आएको डेटा रिड गर्छ होइन। अब मैले राइट गर्नु भनेको मैले कनेक्सनमा डेटा पठाउनु हो नि त, लोड ब्यालेन्सर एज अ लोड ब्यालेन्सर मैले राइट गर्नु भनेको त मैले यो लोड ब्यालेन्सरबाट यो कनेक्सनमा राइट गर्नु भनेको त मैले डेटा पठाउनु हो नि त यहाँ होइन। अनि उसले यो कनेक्सनको डेटा पढ्नु भनेको त रिड गर्नु हो नि त होइन, हो नि है। यहाँसम्म ठिक छ है सबै कुरा। अब मेरो सर्भरले होइन के गर्छ भन्दाखेरि त्यो रिक्वेस्टलाई होइन यहाँ स्ट्रिप सर्भर थ्रु होइन प्रोसेस गर्छ, यदि यहाँ टिपी हो भने अथवा जे भए पनि होइन। अब प्रोसेस गरेर उसले के गर्छ, राइट गर्छ भनेको मलाई डेटा ब्याकएन्ड डेटा सेन्ड गर्छ, हो नि। अब मैले मेरो यो सेकेन्ड प्रोसेस है। अब यहाँ आयो, अघि मैले यो फर्स्टको भने जुन मैले योबाट यो गरेँ नि, यो भनेको मेरो फर्स्टको थियो। अब सेकेन्ड भनेको जब ब्याकएन्डले प्रोसेस गरेर मलाई राइट गर्छ नि होइन, त्यो भनेको के हो त,
मेरो डेस्टिनेसन भनेको क्लाइन्ट हो नि त योपालि त होइन। योचोटि डेस्टिनेसन भनेको क्लाइन्ट हो, सोर्स भनेको सर्भर हो नि त होइन। सोर्स कनेक्सन भनेको सर्भर हो। अब यसले राइट गर्नु भनेको मैले रिड गर्नु हो कि होइन, उसले यो कनेक्सनमा डेटा हाल्नु भनेको त मेरो लागि एज अ लोड ब्यालेन्सर मैले त रिड गर्नु हो नि त, हो नि होइन। रिड गरेको होइन, रिड गरेपछि मैले लोड ब्यालेन्सरमा के गर्छु, बफरमा मेरो ऱ्याममा मेमोरीमा बफर चङ्क अफ बफरमा म के गर्छु, हाल्छु डेटा है। मैले डेस्टिनेसनमा राइट गर्नु भनेको मेरो क्लाइन्टले रिड गर्नु होइन त। मैले क्लाइन्टको कनेक्सनमा त्यो आएको डेटा मैले यहाँ राइट गर्नु भनेको मेरो क्लाइन्टले रिड गर्नु हो कि होइन, हो नि त है। ठ्याक्कै हाम्रो जुनसुकै अब ब्याकएन्डमा जुनसुकै सर्भर होस् सबैले त्यसरी काम गर्छ है। क्लाइन्टको उयस चाहिँ त्यसरी नै काम गर्छ है, फ्रेमवर्कहरूले पनि है। जसले पनि रिड गर्ने कनेक्सन एक्सेप्ट गर्ने, जसले पनि राइट गर्ने है त, राइट रिड जसले पनि त्यही नै गर्ने है त। अब मेरो लागि राइट भनेको मैले कनेक्सनमा लेखिरहेको छु भने मेरो क्लाइन्टको लागि रिड हो नि त त्यो कुरा भनेको, हो नि होइन। ठ्याक्कै त्यही भइरहेको छ क्या। अब यहाँ के भयो भन्दाखेरि एक टाइममा आएर होइन मैले कनेक्सन उसले ब्याकएन्डले मलाई राइट के गर्छ, एक टाइममा उसले ल मेरो राइट चाहिँ हट है, अब म केही पठाउँदिनँ भन्छ है कनेक्सनको लागि होइन। यसलाई मैले अब सर्भरले मलाई के पठाउँछ, मैले जुन इआफओ भनेको छु नि, अब यसरी हुन्छ है। सर्भरले मलाई के पठाउँछ, मेरो राइट सक्यो भन्छ होइन। सर्भरको लागि राइट भनेको होइन, सर्भरले राइट गर्नु भनेको एज अ लोड ब्यालेन्सर मैले त रिड गर्नु हो नि त होइन। सर्भरले राइट गर्नु भनेको होइन, सर्भरले राइट गर्नु भनेको मैले त सोर्सबाट रिड गर्नु हो नि त होइन। अब उसले के भन्छ भन्दाखेरि मेरो राइट छैन भन्ने बित्तिकै मेरो एरर कहाँ आयो, मेरो सुरुमा एरर आयो रिडमा। अनि हामीले अहिले पनि राख्यौँ, हाम्रो जहिले पनि कहाँ आएको एरर, ब्याक एन्ड टु क्लाइन्टमा रिडमा एरर आयो होइन। रिडमा एरर आउने बित्तिकै हामीले ब्रेक गर्छौँ होइन, याफो एरर आउँछ ब्रेक गर्छौँ भनेपछि ब्रेक हुने बित्तिकै के गर्छौँ, अब आएर है अघि यो नहुँदाको केसमा चाहिँ यतिकै चलिरहेको थियो होइन, यतिकै यो चलिरहेको थियो ब्याक हुन्छ है, चलिरहेको थियो भन्दा पनि यो नभएको केसमा चाहिँ के हुन्थ्यो भन्दाखेरि ऊ सकिन्थ्यो, उसको काम केही पनि थिएन होइन। यसलाई डन गर्थ्यो र मेरो काम भयो भने सकिन्थ्यो। अब यो खासै ब्याकएन्डमा फरक पारेन होइन यसले तपाईँको। यहाँ आएपछि होइन अब ब्याकएन्डले मलाई मेरो राइट सक्यो है भनेपछि मेरो रिडमा एरर आयो नि त होइन, रिडमा एरर आयो। अब रिडमा एरर आयो भनेपछि मैले सुरुमा यो ब्रेक गरेँ है। अब ब्रेक गरेपछि अब मैले के गरेँ भन्दाखेरि अब योचोटि मेरो यो कोडले के गर्छ भन्दाखेरि है, यो नहुँदाखेरि यतिकै अड्किन्थ्यो। अनि जब टाइम आएको थियो नि त त्यतिखेर मात्रै यसो कनेक्सन जान्थ्यो है यो क्लाइन्ट र लोड ब्यालेन्सरको है। तर अब यो कोडले के गर्छ भन्दाखेरि हाम्रो टिसिपी कनेक्सन थियो है, डेस्टिनेसन टिसिपी कनेक्सन थियो भनेपछि डेस्टिनेसन भनेको यो मेरो केसमा के हो, यो क्लाइन्ट हो मेरो डेस्टिनेसन हो नि त। यो बेला अहिले पनि हामी यहीँ छौँ है, यसमै छौँ है, यो अहिलेसम्म केही पनि भएको छैन है, यो आफ्नै थ्रेडमा चलिरहेको छ। मैले यसो कुरा गरेँ किनकि हाम्रो जहिले पनि ब्याक एन्ड र क्लाइन्टको कनेक्सन क्लोज भइरहेको छ सुरुमा। कनेक्सन क्लोज भन्दा पनि हाम्रो ब्याक एन्ड यो डेटा यो फङ्सन छ नि, यो फङ्सन एडिट भइरहेको थियो। अब मैले योपालि के गरेँ भन्दाखेरि यो कोडले के गर्छ भन्दाखेरि होइन, अब मैले टिसिपी कनेक्सन छ नि जुन डेस्टिनेसन, डेस्टिनेसन भनेको मेरो क्लाइन्ट, यो क्लाइन्ट हो मेरो डेस्टिनेसन, अहिले सर्भरले पठाएको डेटा यहाँ जानुपर्ने हो। अब मैले के भने भन्दाखेरि जब मेरो होइन यसमा ब्रेक हुनु भनेको एररको कारणले मात्रै ब्रेक हुनु हो नि त। मैले यहाँबाट मेरो राइट सक्यो भनेपछि उसले रिड गर्दाखेरि इआफो एन्ड अफ फाइल रहेछ है, सक्यो भन्छु है। अब म एज अ लोड ब्यालेन्सर म के भन्छु भन्दाखेरि होइन, यदि टिसिपी हो भने कनेक्सन हो भने म यो डेस्टिनेसन छ नि, डेस्टिनेसनको होइन टिसिपी हो नि त, यसको अब राइटै क्लोज गरिदिन्छु क्या है। मैले यहाँबाट के भने भन्दाखेरि यहाँबाट आएर तपाईँको मैले राइट क्लोज गरिदिएँ कि यसको यो क्लोज गरिदिएँ क्या है। यसको यो राम्ररी बुझ्नु, यो धेरै कन्फ्युजिङ हुनसक्छ, फेरि एकचोटि यसलाई दोहोऱ्याएर हेर्दा पनि हुन्छ है। मैले लोड ब्यालेन्सरले मैले यो क्लाइन्ट कनेक्सनको राइट क्लोज गरिदिएँ है, राइट क्लोज गर्नु गरेँ अनि एक्जिट भयो। ल यो फङ्सन सक्यो। अब के भयो भन्दाखेरि केले ट्रिगर गर भन्दाखेरि यसलाई ब्रेक हुनको लागि कपी डेटामा के छ, मेरो त एउटै कनेक्सन हो होइन, मैले त अहिलेसम्म कनेक्सन ब्रेक पनि गरेको छैन। अब कपी डेटामा के भयो भन्दाखेरि मेरो सोर्सबाट पढेको है, मेरो सुरुको सोर्स के थियो, यो सोर्स भनेको त मेरो क्लाइन्ट हो नि त। क्लाइन्टबाट म पढ्नु भनेको होइन, क्लाइन्टबाट पढ्नु भनेको मेरो होइन, क्लाइन्टबाट पढ्नु एज अ लोड ब्यालेन्सर मैले पढ्नु है, क्लाइन्टबाट मैले पढ्नु भनेको होइन, मैले यो कनेक्सनले राइट गर्नु हो कि होइन। जब मैले मेरो ब्याकएन्डबाट होइन, जब मैले मेरो ब्याकएन्डको उताबाट एरर फाल्दाखेरि मैले क्लाइन्टको जुन छ नि डेस्टिनेसन, त्यो बेला त डेस्टिनेसन मेरो सर्भर क्लाइन्ट थियो होइन, त्यो डेस्टिनेसनको राइट क्लोज गरिदिएपछि यो क्लोज हटिसकेपछि होइन, राइट हटिसकेपछि अब मेरो क्लाइन्टमा प्रब्लम आयो क्या आयो नि त। रिड गरिरहेको थिएँ,
उसको राइटै सक्यो ठ्याक्कै त्यही भयो नि त ब्याकएन्डले हामीले कसरी इएफओ पठाउँछ अब मैले मेरो रिडमा इएफओ पठाउँछु क्या अनि ब्रेक हुन्छ मेरो त्यही भएर हाम्रो ब्रेक भइरहेको थियो अघि यो यो एकचोटि फेरि कन्फ्युज हुनु भयो भने फेरि हेर्नु है यो हाम्रो किन अघि दुईवटा एरर आयो नि है क्लाइन्टबाट पनि आयो इएफओ सुरुमा ब्याकएन्डबाट आयो त्यसपछि क्लाइन्टबाट इएफओ आयो नि है अनि हाम्रो कनेक्सन क्लोज हुन्छ क्या ल एकचोटि चाहिँ हामी अब वायर सार्कमा हेरौँ ल हाम्रो कस्तो हुन्छ हाम्रो लोड ब्यालेन्सरमा मेरो पोर्ट यसमा सुन अनि मेरो आइपी चाहिँ यो हो होइन अनि मैले लुप ब्याक गरेर चाहिँ त्यही भएर सोर्स आइपी र डेस्टिनेसन आइपी सेम आउनसक्छ है मैले फर्स्ट रिक्वेस्ट पठाएँ होइन के भयो भन्दाखेरि टिसिपी ह्यान्डसेक है यो भनेको मेरो क्लाइन्टले पठाएको सिन मैले सर्भर एज अ सर्भर सिन्याक गरेको यो किप अलाइभ छ नि यो भनेको यो किप अलाइभ भनेको जबसम्म होइन यो चाहिँ कसले गरेर भन्दाखेरि मेरो ब्याक एन्डले होइन राखिरहेको छ है कनेक्सन है अनि अब किप अलाइभ जबसम्म होइन ब्याक एन्डले राइट क्लोज गर्दैन नि होइन अनि मेरो लोड ब्यालेन्समा रिडको एरर फ्याँक्दैन नि है तबसम्म हामीले कनेक्सन रिक्वेस्ट गऱ्यौँ भने होइन यो किप अलाइभसम्म नसकिदिनुसम्म होइन हामीले रिक्वेस्ट गऱ्यौँ भने हाम्रो यही जुन सिन्याकबाट कनेक्सन इस्टाब्लिस गर्छ नि यही कनेक्सन युज गर्छ होइन अनि यो भनेको चाहिँ कतिखेर भएको भन्दाखेरि यो चाहिँ हाम्रो सर्भर क्लोज भएको हो क्या हामीले अब यो कनेक्सन युज गर्न पाउँदैनौँ क्या हामीले फेरि रिक्वेस्ट गऱ्यौँ भने के हुन्छ हाम्रो फेरि सिन्याक हुन्छ है त सिन एक्ट सिन्याक है एक्ट है त अब हामीले यही कनेक्सनमा युज गर्ने हो भने होइन हामीले यो किपलाई भएको बेला रिक्वेस्ट पठाउनुपर्छ क्या नभए हाम्रो के हुन्छ हामीले कनेक्सन दुई साइडबाट क्लोज गरेको हुन्छ नि त है त्यो छ है म एकचोटि फेरि यसलाई डन सेभ गर्छु है पठाएँ रिक्वेस्ट है अब मैले फेरि रिक्वेस्ट पठाएँ भने होइन योचोटि मैले दुई तिनवटा रिक्वेस्ट पठाएको थिएँ है योचोटि किप अलाइभ नसकिनुसम्म मैले त्यही आयो क्या किप अलाइभ छ नि है किप अलाइभ अब मैले फेरि पठाएँ भने त्यही टिसिपी रियुज गर्छ क्या उसले है त्यही टिसिपी कनेक्सन युज गर्छ है अब यहाँबाट हाम्रो टिसिपी कनेक्सन कसरी युज हुन्छ भन्ने त्यो पनि थाहा पाइयो होइन अब कतिखेर सर्भर क्लोज हुन्छ है त्यो सबै कुरा अघि डायग्रामबाट मजाले देखियो है त यो भनेको चाहिँ मेरो कनेक्सन क्लोज गर्नु है त सो गाइज यति नै थियो हाम्रो लोड ब्यालेन्स चाहिँ है यदि भिडियो मन पऱ्यो भने सेयर गरिदिनु ल धन्यवाद